हामी एउटा सानो छुट्टो मिठो परिचय दिँदा हामी नौ युवा सेन्ट्रल यो रिभोल्युसनबाट जन्मिएको एक इन्डिपेन्डेन्ट र एपोलिटिकल ग्रुप हौ। हामी डिफ्रेन्ट जेनजी स्टेक होल्डर टिम र एक्सपर्टहरूसँग जुन चाहिँ रिभोल्युसनमा इन्भल्भ हुनुहुन्छ उहाँहरूसँग युनिटी प्रपर रिफर्म र रेभोल्युसनको लागि कनेक्ट भएर काम गर्दै आएका छौँ। त्यति भन्दै आजको यो कार्यक्रमको मुख्य उद्देश्य हामीले देख्दै र सुन्दै आएको एक जेनजी युवा मिराज ढुङ्गानाजीलाई हामीले स्टेजमा इन्भाइट गरेका छौँ। त्यो भन्दै यो स्टेज मार्फत उहाँको विचार र आम नेपाली जनता बिचको जुन एउटा दूरी र कुनै पनि किसिमको ल्याक अफ कम्युनिकेसन छ यो स्टेजले त्यसलाई कम गर्छ भन्ने हामीले अपेक्षा पनि गरेका छौँ। त्यो भन्दै मैले मिराजीलाई वेलकम भन्दै एक दुईवटा कुरा अरू पनि थपेँ यसमा। आज यो स्टेज चाहिँ हामीले इम्पोर्टेन्ट नै देखेर यसलाई चाहिँ हामीले अलिक कडा नै रूपमा मोडरेसन गर्नेछौँ। त्यो भन्नको रिजन चाहिँ हामीले कुनै पनि डिसरेस्पेक्टफुल टर्म्स प्रोफ्यानिटी पर्सनल अट्याक र टपिक बाहिरको कुरालाई इन्टरटेन नगर्दै त्यही अनुसार एक्सन पनि लिनेछौँ। एउटा सानो डिस्क्लेमर दिन चाहेँ मैले। अब यति भन्दै मैले चाहिँ आजको एनवाइसी इन टक्स विथ मिराज ढुङ्गानाजी स्टेज सुरु गर्नलाई मैले मेरो होस्ट साथी मिगिनजीलाई माइक ह्यान्डओभर गर्न चाहेँ। मिगिनजी प्लिज कन्टिन्यू। निकै नै धन्यवाद बर्लिनजी। नमस्ते, शुभ सन्ध्या सबैजनालाई। यति बेला म महान कविदय भुपी शेरचनलाई यस कविता मार्फत सम्झिन चाहन्छु। हुँदैन बिहान मिरमिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपुत मरेर नगए। त्यसैले त यस रक्तिम इतिहासमा सदाहत प्राप्त शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। म मिगिन एनवाइसी मेम्बर आजको यस ऐतिहासिक क्षणमा एनवाइसीद्वारा उपलब्ध यस स्टेजमा कार्यक्रम सञ्चालकको भूमिकामा आफूलाई पाउँदा निकै नै आभारी छु। यो कार्यक्रमको मूल नेपाल आमाको संरक्षणका खातिर घनघोर रूपमा आफ्नो आवाज बुलन्द गर्दै आउनुभएका युवा नेता मिराज ढुङ्गानाज्यूलाई हार्दिक स्वागत गर्दछु। साथै हाम्रा सहकर्मी डाक्टर स्टुडेन्टजीलाई यो माइक हस्तान्तरण गर्दछु। धन्यवाद। Thank you so much, Bolinji. Thank you so much, Miginji. Welcome to the stage, Mirajji. Hello everyone. Namaste सबैजनालाई। म डाक्टर स्टुडेन्ट। आज यहाँ उपस्थित सबैजनालाई मनदेखि एकदमै धन्यवाद प्रकट गर्न चाहन्छु। हामी एउटा एकदमै महत्त्वपूर्ण संवादको यात्रामा छौँ जहाँ हामी पुस्ताको आवाज ऊर्जा र जिम्मेवारी एकै ठाउँमा जोड्ने कोसिस गर्दैछौँ। आई होप एभ्रीवन विल सपोर्ट इन दिस। अब म आजको मुख्य व्यक्ति प्रारम्भिक आवाज र यो आन्दोलनलाई सुरुमा दिशा दिने व्यक्तित्व मिराजीलाई स्वागत गर्न चाहन्छु। Miraji, I want to hand over mic to you. Would you like to put some words from your side, please? हजुर, thank you so much. अब मैले यो भनिराख्ने कुरा है, हेर्नुहोस् म न नेता न मलाई मन्त्री हुनु, म एकदम सामान्य मान्छे। योभन्दा पहिला चाहिँ म आफ्नै बिजनेस यताउति गर्दै थिएँ। सरल सिम्पल चाहिँ जिन्दगी थियो, रमाइलै थियो। अब यहाँ अहिले आएर चाहिँ भनौँ न यो ठाउँमा तानियो। तान्दाखेरि देश बनाउन मिल्ने अवस्थामा ठाउँमा चाहिँ तानिँदाखेरि रेस्पोन्सिबिलिटी ठुलो छ। सुत्न पनि अलिकति अप्ठ्यारै छ। यो मेरो मुखै डिप्रेसिभ छ भनेर धेरैले भन्नुहुन्छ है। आँखा तल डार्क सर्कल छ। यो 3 महिनादेखि मजाले निन्द्रा नपुगेर नि होला। त्यही पनि मसँग चाहिँ त्यो भनौँ न पोलिटिकल इन्ट्रेस्ट भएको पोलिटिकल करियर बनाउनु पर्ने चाहिँ मलाई छैन। म सायद यो सेफ ल्यान्ड होस् अनि त्यसपछि चाहिँ म बिदा मागेर टाटा बाई बाई भनेर आफ्नै चाहिँ फिल्डमा फर्किन्छु। मेरो अर्को करियर ठिकठाक छ, राम्रै छ है। त्यही भएर अब अहिले चाहिँ भनौँ न देशले चाहिँ केही पनि पाएन कि यत्रो ठुलो रक्तपात भयो होइन। यो सबै भयो। यो हुँदाखेरि चाहिँ हाम्रो देश चाहिँ अलि सही मार्गमा चाहिँ सत्मार्गमा चाहिँ चल्नुपर्ने हो। तर यसको उपलब्धि केही पनि भएन। अलिकति निकममा सरकार पर्यो। सो मच मिराजी। अनि हामी विषयवस्तुहरू तर्फ फेरि पनि भित्र जाउँला। अब यो परिचयसँगै म सम्पूर्ण श्रोताहरूमा चाहिँ आजको यो स्टेजको फर्मेट कस्तो हुन्छ, यो के हुन्छ भन्ने खालको यो स्टेज कसरी चल्छ, मोडल के हो भन्ने कुरा स्पष्ट गर्न चाहन्छु। प्लस हामी यो स्टेजबाट के प्राप्त गर्न सक्छौँ भन्ने कुरा छोटकरीमा सबैजनालाई बुझाउन चाहन्छु। आजको यो कार्यक्रम चाहिँ खास गरी Q&A सेसनमा मात्रै आधारित गर्छौँ हामी। अनि यसबाट हामीले
यसका लागि हामीले संरचित प्रश्नहरू तयार पारेका छौँ र केही प्यानलबाट पनि लिन्छौँ। केही जनताको उद्देश्य, मेराजीको सोच, तर्क र निर्णयहरू पछाडिको मुख्य भाव बुझ्नु। र त्यसो भन्दै गर्दा मेराजी धेरै समय नलिकन म पहिलो हजुर प्रश्नतर्फ नै लाग्न चाहन्छु। हुन्छ यस प्रकार छ। सबैभन्दा पहिले तपाईँमाथि बारम्बार उठिरहने प्रश्न र आरोपबाटै कुराकानी सुरु गरौँ होइन। सुरुवाती हजुर चरणमा धेरै युवाहरूलाई सुदन गुरुङ भन्ने व्यक्तिको नामै परिचित थिएन, केही पनि थिएन। तर तपाईँलाई भने जेन्जी पुस्ताले, युवा पुस्ताले आफ्नो प्राथमिक आवाजको रूपमा अनुसरण गर्थे। त्यसैले हजुर उक्त दिनमा तपाईँ उपस्थित नहुनु धेरैलाई अचम्म लाग्यो। तपाईँले नै सुरु गर्नुभएको आन्दोलनमा तपाईँलाई नै देख्न नपाउनु युवाहरूको लागि एकदमै ठुलो निराशाको केन्द्र बन्यो मेराजी। 23 र हजुर 24 गतेका घटनाक्रमबारे युवाहरूमा एकदमै ठुलो अन्योल छ। यो हजुर असन्तुष्टि एकदम गहिरो छ भन्ने कुरा देखाउन म हाम्रो सर्भरको एक सदस्य शङ्कराजीको यहाँ प्रश्न राख्न चाहन्छु। उहाँले हजुर भन्नुभएको थियो कि जब तपाईँ विरोध प्रदर्शनमा आउन समेत सक्नु भएन, तब तपाईँलाई केले गर्दा लाग्छ जेनजीको लागि बोल्न सक्नुहुन्छ? यदि तपाईँ साँच्चीकै त्यस्तो आवाज हुनुहुन्छ भने अन्य जेनजी समूहहरू तपाईँसँग काम गर्नबाट किन तर्किन्छन्? के तपाईँले यसबारे कहिले सोच्नु भएको छ भन्ने उहाँको क्वेसन थियो। यसलाई कनेक्ट गर्दै हाम्रो समुदायमा पनि यस्तै क्वेसनहरू, अरू समुदायमा पनि यस्तै क्वेसनहरू उठिरहेका छन्। तपाईँको नेतृत्व र वैदिकता माथि नै शङ्का उठिरहेको छ। यसलाई तपाईँ कसरी सम्बोधन गर्नुहुन्छ? त्यो दिन परिस्थितिले तपाईँलाई स्वयं उपस्थित हुन किन दिएन? यो हामी स्पष्ट हुन चाहन्छौँ यसबारे प्लिज। ठिक छ, यस्तो गरौँ है, के भन्छ यसको बारेमा चाहिँ मैले खासमा हिजो एउटा भिडियो बनाएको थिएँ है। अब अहिलेभन्दा पहिला चाहिँ मलाई भनौँ न मेरै साथीहरूले चाहिँ म तँलाई कालो के भन्छ सरी प्ले कार्ड तेरो अगेन्स्टमा होल्ड गर्छु, तेरो अगेन्स्टमा नाराबाजी गर्छु, तिमीले कालो मोसो दल दिन्छु भनेर यो सब भन्नुभएको थियो। यो चाहिँ मैले मौखिक रूपमा त भनिरहेको थिएँ, तर यो हुँदाखेरि चाहिँ कतिलाई कन्भिन्स चाहिँ नहुने जस्तो देखियो मैले। अनि त्यो कारणले चाहिँ हिजो मैले चाहिँ केही कुरा होल्ड ब्याक नगरिकन चाहिँ मैले एउटा भिडियो बनाएको छु। त्यसमा बकाइदा स्क्रिनसट सहित चाहिँ मलाई के भन्नुभयो होइन अनि भनेर चाहिँ मैले सब हालेको छु। एकचोटि चाहिँ तपाईँहरूसँग टाइम भएको बेलामा चाहिँ यो एकचोटि हेर्नु होला। यस्तो कता टेक्स्टबाट मिल्छ देख्नुहोस् है। म यो भिडियो एउटा चाहिँ हालिदिन्छु होइन। यसमा बकाइदा स्क्रिनसटदेखि सबै कुरा छ। यसमा पनि कसैलाई चाहिँ क्वेसन छ भने त्यो चाहिँ सोध्नु होला। यो सायद 7 मिनट्स लङ छ। यो कुरालाई म त्यही टुङ्ग्याएँ है। फेरि बरु भोलि गरौँला यसबारे पनि। फेरि अरू क्वेसन छ भने यो भिडियो ठिक लागेन अथवा चाहिँ मैले कुनै पनि तरिकामा चाहिँ लुकाएको, छुपाएको त्यस्तो केही लाग्यो भने चाहिँ तपाईँले भन्न सक्नुहुन्छ है। यो मैले भिडियो हालिदिएको छु। आई थिङ्क दिस क्ल्यारिफाइज कि के भएको थियो। अनि मैले चाहिँ 7 तारिकमा चाहिँ 8 मा प्रोटेस्ट थियो। 7 तारिकमा चाहिँ ल ठिक छ, मैले व्यक्तिगत स्वार्थको लागि केही गरेको थिइनँ। मलाई केही लिनु दिनु छैन। मलाई यस बनोस् भन्ने मात्र थियो। मैले त्यो कारणले गरेको हो भनेर चाहिँ एउटा भिडियो बनाएको थिएँ। र ठिक छ, तपाईँहरूलाई म आएको चित्त बुझ्दैन भनी म आउँदिनँ भनेर चाहिँ त्यहाँ भनेको थिएँ। तर त्यो गर्दाखेरि मैले मेरो भएको टिमहरूको मेरो साथीहरूलाई पठाइदिएँ। यो भिडियोमा पनि छ। मेरो साथी डाक्टर विश्वास, उहाँले चाहिँ भाटबेटिनी बचाउन जल्नबाट बचाउनु भयो। कान्तिपुर हस्पिटल जल्नबाट बचाउनु भयो। मेरो साथी अक्षत, उसले चाहिँ कान्तिपुर पब्लिकेसन जल्नबाट बचाउन खोजे, तर अब अहिले त्यो सक्सेसफुल भएन। अनि त्यो बाहेक चाहिँ अमृत मेरो साथी जुन आज हिजोको प्रोटेस्टमा चाहिँ मैसँग हिँडिरहेको हुन्छ होइन, ऊ पनि हाम्रै एजेन्डा बोकेर मेरा टिमहरू गएका थिए। अनि अब यो आन्दोलन त भनौँ 2-4 दिन अझ चल्छ भन्ने नै सोच्थ्यो नि त। अब सरकारले फ्याट गोली हान्न थाल्यो। अब त्यो त अनप्रेसिडेन्टेड थियो। बच्चामाथि यति गोली हान्ने त यो त कसैले इमेजिन गरेको थिएन होइन। अब त्यो चाहिँ भाग्यको खेल भन्नु कि के भन्नु, त्यो भयो त्यो दिन। अनप्रेसिडेन्टेड थियो, कसैले एक्सपेक्ट गरेको थिएन। अनि त्यो हुन पुग्यो। तर मैले 7 तारिकमा बकाइदा भिडियो बनाएर मेरो टिकटकमा पनि छ। ल ठिक छ, तपाईँहरूले मलाई यति गर्नुभयो। मैले व्यक्तिगत स्वार्थको लागि केही गर्न खोजेको थिइनँ। मेरो काम भनेको मलाई थाहा भएको जति कुरा चाहिँ मैले एजुकेट गर्ने, पोलिटिक्स अथवा चाहिँ आन्दोलनको बारेमा मैले गरेँ। अब तपाईँहरू नै चाहनुहुन्न भने त म किन आउनु भनेर चाहिँ मैले 7 तारिकमा 8 तारिकमा प्रोटेस्ट थियो। 7 तारिकमा बकाइदा भिडियो नै छ युट्युबमा है। त्यो हेर्नुभयो भने थाहा हुन्छ। सो त्यो कारणले चाहिँ म पछाडि गएँ।
त्यही नै हो लगभग कुरा। त्यो बाहेक अर्को के क्वेसन सोध्नु? जेनजीहरूलाई चाहिँ मसँग काम गर्न किन अप्ठ्यारो लाग्यो? त्यो कुरा। यो चाहिँ म एक्ज्याक्टली। कसरी एन्सर गर्छु भन्दाखेरि कतिवटा चाहिँ जेनजीको ग्रुपहरू हुनुहुन्छ। किनभने मसँग पनि काम गर्ने मसँग त 10-15 वटा ग्रुप हुनुहुन्छ है। कोहीको मसँग सम्पर्क नभएको होला अथवा कोही चाहिँ राजावादी जेनजी हुनुहुन्छ होला होइन। राजावादी अथवा कुनै आइडियोलोजी बोकेका हुनुहुन्छ होला जोसँग चाहिँ हाम्रा एजेन्डा चाहिँ म्याच गर्दैनन्। अब पुरै मिल्दैन। उहाँहरू चाहिँ इस्ट जान खोज्नु भइरहेछ र म चाहिँ वेस्ट जान खोजिरहेको छ भने यतिखेर चाहिँ सहकार्य गर्न त मिलेन नि त। किनभने आइडियोलोजी मिल्नेसँग नमिल्ने हो। त्यो बाहेक अरू धेरै जेनजीहरू चाहिँ मसँग जोडिनु भएको है। मेरो टिममा धेरै हुनुहुन्छ। घाइतेका हुनुहुन्छ, शहीद परिवारका हुनुहुन्छ होइन। अनि उता तपाईँको चाहिँ जिल्लाका जेनजीहरू हुनुहुन्छ जो चाहिँ जिल्ला के अरे जिल्लामा चाहिँ भएको जेनजी आन्दोलनमा संलग्न हुनुभएको थियो। उहाँहरू पनि हुनुहुन्छ, नभएको होइन। तर मैले सबसँग चाहिँ मेरो कनेक्सन हुने भन्ने थियो, त्यो त इम्पोसिबल कुरा थियो, नसक्ने कुरा हो ह्युमनली। त्यो कारणले चाहिँ सायद उहाँसँग कुरा नभएको होला र उहाँहरू त्यो कारणले चाहिँ रिसाउनु भएको होला। तर म एकजनाले चाहिँ कतिजनालाई भ्याउँ भन्ने पनि छ। आखिरमा म पनि भनौँ न मेरो दिनमा पनि 24 घन्टा नै हुन्छ। मैले कतिको भ्याउनु र आइडियोलोजी मिल्ने धेरैसँग चाहिँ हामी सँगै छौँ। हजुर त्यही हजुर। अलराइट, आई वुड लाइक टु हजुर गो टु नेक्स्ट क्वेसन मिराजी। यदि त्यस बारेमा मित्रहरूलाई केही क्वेसनहरू रहेछ अघिल्लो क्वेसनसँग त्यसको जवाफ चाहिँ क्लियर हुनु भएन केही भयो भने we would do it again or we will take questions later भने त्यस बारेमा। अनि मेरो अर्को क्वेसन चाहिँ के छ भने मिराजी, तपाईँले राजनीतिक पार्टीको घोषणा गरिसक्नु भएको छ, तर नजिकैले हजुर गरेको चुनावमा प्रत्यक्ष रूपमा भाग नलिने भन्ने निर्णय पनि गर्नुभएको छ। यो टाइमिङ र रणनीति सोचबारे युवालाई धेरै जिज्ञासा छ मिराजी। किन अहिले पार्टी घोषणा र किन अहिले चुनाव नलड्ने? दीर्घकालीन रणनीतिमा यसले के फाइदा पुर्याउँछ भनेर स्पष्ट चित्र के छ तपाईँको विचारमा? हामी पुराना क्याडर बेसलाई प्रतिस्पर्धा गर्न सक्छौँ कि के छ? यस्तो मैले चाहिँ पार्टी अब यस्तो पोलिटिक्समा आएर चाहिँ देशलाई चाहिँ सुधार्ने हो भने त पोलिटिकल पार्टी भनेको त त्योभन्दा सबभन्दा यस तरिकै त्यही हो नि त। अनि त्यो कारणले अनि जेनजीहरू सबलाई एक ठाउँमा ल्याउन सकेला कि भनेर चाहिँ मैले पार्टी खोलेको थिएँ। सब जेनजी चाहिँ जेनजी लिडर्सहरू चाहिँ आफआफ्नो पार्टी खोल्नपट्टि लाग्नुभयो। त्यसपछि चाहिँ ल अब यहाँ पार्टी खोलेर काम हुनेवाला छैन किनभने सब त आफआफ्नो बाटो लाग्नुभयो भनेर त्यसपछि पार्टी पनि खोलिन। खोलेको अर्थ के होला र भनेर खोलिन। हजुर अनि यो पार्टी घोषणाबारे यो भित्री कुराहरू हुन् कि यो भएरै आएका कुराहरू हुन् कि एकचोटि त एकदम बजारमा ठुलै हल्ला थियो, अब मेराजीले चाहिँ पार्टी खोल्नुभयो, पार्टी घोषणा गर्नुभयो, पार्टी खोल्न लाग्नुभयो भन्ने कुरा? हजुर होइन खोल्न नै आँटेको हो। खोल्न नै आँटेको थिएँ। जेनजी सबैलाई चाहिँ एक ठाउँमा ल्याउँछु भनेर सोचेको थिएँ। अब सबले अब आफआफ्नो बाटो लागिसकेपछि चाहिँ मिलेन, त्यो सफल भएन। त्यो कारणले पार्टी खोल्नुको नि औचित्य भएन। अनि खोलिनँ मैले। म कुनै पार्टीमा चाहिँ खोल्नु भएन त्यसको मतलब? हजुर खोलिनँ। हजुर हजुर। हुन्छ, हामी अर्को प्रश्नतिर जान्छौँ। मिकेनजी? हजुर हुन्छ। मिकेनजी, धन्यवाद हजुर धन्यवाद मिराजी प्रश्नको प्रतिक्रिया बुझेर सम्पूर्ण उपस्थित चाहिँ यो कुरामा चाहिँ आफ्नो धारणा स्पष्ट रूपमा निर्माण गर्ने आशा राखिएको छ। र हजुर अर्को क्वेसन त यहाँ यसबाट अब म्यान्डेटको विषयमा हामीले मध्ये धेरैले यो आन्दोलनलाई पार्टी विरुद्धको होइन सिस्टम विरुद्धको विद्रोहको रूपमा बुझेका छौँ। त्यसै बीच पार्टी दर्ता गर्ने निर्णय बाहिर आएको सुन्न पाइयो। हाम्रो अनुमानमा त्यो विषय अझै सार्वजनिक रूपमा पूर्ण रूपमा स्वीकार गरिएको छैन। तर युवाहरूले प्रश्न सोधिरहेका छन्, यदि पुराना पार्टी नयाँ पार्टी बनाउनु सबभन्दा के यो आन्दोलनको मूल म्यान्डेट सिस्टम र संरचना सुधार गर्न मिल्छ? त्यसैले तपाईँबाट मिराजी यो आन्दोलन कुन दिशातर्फ लग्न खोजिरहनु भएको छ, यसमा प्रतिक्रिया के हो र स्पष्ट अवधारणा हजुरको
बाट के हुन सक्छ स्पष्ट यस्तो भयो। तपाईँको यस्तो भयो है, अब पार्टी भन्ने शब्दै खासमा नराम्रो होइन। अब विगतका पार्टीहरूले के गरे, कस्तो हरकत गरे, त्यो कुराले गरे चाहिँ नाम बिग्रेको हो। त्यसरी भन्छु है। भनौँ न पार्टी त इज मेड आउट अफ 5 लेटर्स PARTY र कुनै पनि लेटर्समा चाहिँ कुनै पनि किसिमको आरोप छैन। र जुन सँगै लाग्दाखेरि जुन पार्टी भन्ने शब्द आयो, पहिलाका पार्टीले चाहिँ नराम्रा काम गरेको भएर त्यस कारणले चाहिँ मान्छेमा चाहिँ पार्टी भन्ने बित्तिकै खत्तम कुरा हो भन्ने आएको छ है। त्यो चाहिँ अब भनौँ न नर्मल बुझाइ त्यही हो, त्यही कारणले त्यस्तो भयो। तर पार्टी खोल्नु नै नराम्रो चाहिँ होइन। मैले खासमा चाहिँ सबैजना एक ठाउँमा आउनु होला भनेर चाहिँ खोलेको थिएँ। तर अब सबजना आफआफ्नो बाटो नै लाग्नुभयो। भनौँ न आइडियाको माया त आफआफ्नो सबैलाई हुन्छ। सायद उहाँहरूलाई आफ्नो आइडियाको एकदम माया लाग्यो होला र एउटै पार्टीमा चाहिँ त्यो सबै आइडिया समावेश गर्न नमिल्ने भएको कारणले आउनु भएन होला। त्यो कारणले गरेर चाहिँ अब जेनजी एकीकरण गर्न खोलेको मैले पार्टी, अब त्यो नै नहुने भइसकेपछि मैले पार्टी खोलिराखेर चाहिँ कुनै औचित्य भएन भनेर चाहिँ मैले बन्द गरेँ, मैले खोलिनँ त्यसपछि। डजन्ट मेक एनी सेन्स। अनि त्यही भएर चाहिँ मैले खोलिनँ। उसो हो भने तपाईँको भावी रणनीतिको बारेमा स्पष्ट पारिदिनुहुन्थ्यो कि? भावी रणनीति भनेको चाहिँ यत्रो आन्दोलनपछि चाहिँ आन्दोलनले बनेको सरकारले चाहिँ हाम्रो माग, जनताको माग चाहिँ पुरा गर्नुपर्छ। देशलाई चाहिँ सही बाटोमा जाने, देश विकसित कसरी गराउने, देशमा बस्ने मान्छेको चाहिँ लिभिङ स्ट्यान्डर्ड कसरी बढाउने, हामी युवाहरूलाई चाहिँ विदेश जानबाट कसरी रोक्ने, यहाँ नै हाई पेइङ जब सिर्जना गर्ने, त्यो हुन्छ भन्ने चाहिँ मेरो आङ्कलन थियो है। म प्रोटेस्टमा मैले भाग लिन कुन तरिकामा भन्दाखेरि त्यो दिन चाहिँ म प्रेजेन्ट भइनँ। मेरो टिम त बकाइदा पठाएको। अब देशको माया त हुन्छ। अब त्यतिखेर चाहिँ म आफ्नो बिजनेसमा बसिराखेँ भन्ने कुरा आयो। किन बसेको भन्दाखेरि घरमा बस्दाखेरि मन पोल्यो। बिजनेसमा चाहिँ मेरो तल स्टोर थियो, माथि अफिस थियो। माथि अफिसमा गएर चाहिँ निरन्तर सबसँग चाहिँ मैले अपडेट लिइरहेको थिएँ। अब के भइरहेछ देशमा भन्ने तनाव हुन्छ नि, माया लाग्छ नि देशको त। त्यो भएर म त्यो लिइरहेको थिएँ। अनि अब ठिक छ, मलाई मन पराउनु भएको थिएन मेरै टिमका मान्छेले है। अब थाहा भएन किन हो। मन पराउनु भएन भने म आउँदिनँ, चित्त बुझाइ छैन भने म आउँदिनँ भनेर चाहिँ मैले त्यसपछि म जङ्गी अड्डा पनि गइनँ। गर्नु होला नि त, राम्रो लिडर्स हुनु होला नि त। अब मलाई त मेरै टिमले कराउनु भयो। वान इन्सिडेन्ट आई वेन्ट टु दुर्गा प्रसाई। त्यो त खासमा नआउनु भनेर गएको थिएँ। अब त्यसमा पनि अझ प्रुफ खोज्नुहुन्छ भने त यहाँ छ। उहाँहरूले बकाइदा म्यासेज गरे हुनुहुन्छ। मेरो एक रेस्पोन्स आएको छैन होइन। म देखाइदिन्छु भने अहिले देखाएँ म एकचोटि देखाइदिन्छु त, क्ल्यारिफाई गरिदिइहालौँ। त्यो विषयमा पनि आउँछौँ हामीसँग। त्यसको लागि ठोस प्रश्न पनि छ मिराजी, हामी त्यहाँ पनि आउँछौँ अहिले। म त्यसो यसलाई कम्प्लिट गरिहाल्छु है त। अनि अब त्यो मैले अपडेटहरू लिइरहेको थिएँ। अनि त्यही भयो। अब भावी रणनीति भनेको चाहिँ यत्रो साह्रो चाहिँ विध्वंस मचिसकेपछि, हाम्रो सिंहदरबार जलेपछि, हाम्रो सर्वोच्च अदालत जलेपछि, यो हाम्रो चाहिँ हिस्टोरिकल मोन्युमेन्ट्स, हिस्टोरिकल स्ट्रक्चर्सहरू हुन्। यो नेपालीत्वको चाहिँ एउटा भाग जलाएको हो। यत्रो सबै जलिसकेपछि चाहिँ आउनुभएको सुशीला प्रधानमन्त्रीज्यूले चाहिँ मलाई पहिलो भेटमा के भन्नुभएको थियो भन्दाखेरि, यो चाहिँ बुढाबुढीको रगतले बनेको सरकार हो, मलाई चित्त दुखेर म यहाँ आएको हो भनेर भन्नुभएको थियो। यदि त्यो साँच्चीकै हो भने नेपालमा स्थिर सरकार किन भएन? विदेशमा चाहिँ युवा जानुको कारण भनेको चाहिँ रोजगारी, पैसा नभएर हो नि त। पढे अनुसारको चाहिँ यहाँ पे नभएर हो नि त। आर्थिक उन्नतिको लागि हामी के गर्दैछौँ? के गर्नुभयो हजुरले? होइन? अनि लिभिङ स्ट्यान्डर्ड कसरी बढाउनु भयो? अनि तपाईँको चाहिँ विदेशमा बस्ने चाहिँ 80 लाखभन्दा बेसी नेपाली नागरिकलाई चाहिँ जुन चाहिँ पपुलेसनको 25% हो। नेपालको पपुलेसनको 25% हो, ठुलो फ्र्याक्सन हो। उहाँहरूले गरेर चाहिँ देश चलेको छ। रेमिटेन्स र हाम्रो बजेट उत्तिकै छ। 17 खर्ब अराउन्डको त्यसमा अप्रोक्सिमेटली 17 खर्ब छ है। रेमिटेन्स भित्रिने पनि त्यति नै हो र हाम्रो बजेट पनि त्यति नै छ भनेपछि कति चाहिँ हाम्रो देश रेमिटेन्समा आधारित छ। उहाँहरूले यत्रो ठुलो कन्ट्रिब्युसन गरिराख्नु भएको छ, देश चलाउनु भइरहेको छ। अनि उहाँहरूलाई चाहिँ बकाइदा एउटा नागरिकसँग हुनुपर्ने भोट हाल्ने अधिकार चाहिँ उहाँहरूले नपाउनु, यो त लाजमर्दो कुरा हो। यो त कम्तीमा पनि उहाँलाई इन्स्योर गर्नुपर्थ्यो। यो कारणले यत्रो ठुलो, यो चाहिँ आई थिङ्क हिस्टोरिकल नै कुरा हो। यति छिटो कुनै सरकार ढलेको र यत्रो ठुलो चाहिँ हाम्रो क्षति भएको, पैसादेखि लिएर ज्यान धनको क्षति, मान्छे प्यारालाइज भएको छन्, नेक डाउन, कसैको हात छैन, कसैको खुट्टा छैन। एउटा मेरो एकजना कृष्ण भन्ने भाइ हुनुहुन्छ, घाइते भाइ हाम्रो, उसँग मेरो राम्रो छ। उसको हात यति तपाईँको यस्तो माथि जाँदैन के। भर्खरको यत्रो सपना बोकेको युवा, सपोज म नै सोचौँ न, अथवा तपाईँहरू नै सोच्नु, यत्रो सपना देखेको के गर्छु भन्ने थियो दिमागमा,
भोलिपल्ट आन्दोलन भयो, गोली लाग्यो, अब हात माथि चल्दैन है। यो चाहिँ कस्तो फ्रस्ट्रेटिङ र भनौँ न भर्खरको मान्छेमा त कति सोच हुन्छ नि त के गरौँला भन्ने। त्यो सब नै गयो। यतिजनाले दुःख पाए, यतिजना मरे, यति क्षति भयो, यति मान्छेको मनमा त्रास छ। यो भयो अनि दिने उहाँले मात्र निर्वाचन मात्र हो त, इलेक्सन मात्र हो त? त्यो त जुनै गभर्नमेन्टको पनि म्यान्डेट हो इलेक्सन गर्ने। त्यही कारणले हाम्रो भावी रणनीति, आउने दिनको हाम्रो तरिका र हाम्रो सोचाइ भनेको चाहिँ यो सरकारले देशलाई निकास दिनुपर्छ। नेपालमा चाहिँ आर्थिक क्रान्ति आउनुपर्छ। हाम्रो देश गरिब हुनु हुँदैन, जनता गरिब हुनु हुँदैन। देशमै बस्न पाउनुपर्छ। आफ्नै साथीहरूसँग हुर्किएर ठुलो भएर लास्टमा यही हाम्रै देशमा चाहिँ प्राण त्याग गर्न पाउनुपर्छ। अरूको देशमा गएर चाहिँ दोस्रो दर्जाको नागरिक हुनु नपरोस्। यो चाहिँ एकदम भनौँ न एकदम दुःखदायी अवस्था हो कि अमेरिकनलाई चाहिँ दे डोन्ट ह्याभ टु गो आउट टु अनदर कन्ट्री टु वर्क अनि लिभ देयर फ्यामिली बिहाइन्ड अनि अर्कै देशमा मर्ने हुनु पर्दैन के। हाम्रो देशमा चाहिँ त्यस्तो छ। त्यो चाहिँ हटाउनुहोस्। यो ठुलो क्रान्ति भएको छ भन्ने कुरा हो। र हामी चाहिँ अहिले सरकारको एकदमै निकम्मा सरकारको चाहिँ हामी विरोधमा छौँ। उहाँहरूले यदि सक्नुहुन्छ भने हाम्रोमा कुरा गर्नुहोस्। सक्नु हुँदैन भने तपाईँ आन्दोलनबाट आएको, रगतबाट आएको सरकार हो। तपाईँलाई यो चाहिँ सुहाउँदैन, तपाईँले राजीनामा दिनुहोस् भन्ने चाहिँ हाम्रो एकदम स्पष्ट, एकदम क्लियर माग चाहिँ त्यही हो। धन्यवाद अर्थपूर्ण प्रतिक्रियाको लागि मिराजी। अर्को प्रश्न रहेको छ, आज यो स्टेजमा हामी तपाईँलाई प्रत्यक्ष रूपमा सुन्न पाएका छौँ। तपाईँले आफू प्रस्तुत हुनुको चाहना व्यक्त गर्नुभएकोले यो संवाद सम्भव पनि भएको छ। अब युवाहरूको पनि जिज्ञासा छ कि यस स्टेजबाट तपाईँले के आशा गर्नुभएको छ? हामीसँग तपाईँको ठोस के हो स्पष्ट पारिदिनुहुन्छ कि? होइन अब क्वेसन छ भने त म एन्सर गर्नलाई रेडी हो होइन। अब तर एउटा कुरा के पनि बुझ्नुहोस् भन्दाखेरि चाहिँ म चाहिँ एकदम सिजन्ड पोलिटिकल मान्छे होइन। म पनि सामान्य मान्छे हो तपाईँहरू जस्तै। म चाहिँ विद्रोही हो। अहिलेको केसमा चाहिँ म विद्रोही हो। म पोलिटिकल मान्छे होइन। मलाई करियर पनि बनाउनु छैन। मलाई खालि देशलाई राम्रो होस् भन्ने मात्रै चाहना मेरो हो। र त्यो चाहिँ अहिले भएको छैन। यो सरकारले गर्नेवाला छैन। त्यो कारणले म आइएम रेडी टु टेक क्वेसन्स जस्तो खालको भयो। हजुर, thank you so much मिराजी, and that's what we are expecting पनि होइन। यो स्टेजको आउटकम चाहिँ एकदमै अन्तर्क्रियामा निहित होस्। हामी धेरै युवा साथीहरूको क्वेसनको एन्सरहरू मिलोस्, उहाँहरूलाई अनक्लियर भएको कुराहरू क्लियर होस् हजुरको तर्फबाट भन्ने हो। हामी पनि त्यही चाहन्छौँ। अनि म फेरि अर्को क्वेसनतर्फ बढ्न चाहे। मिराजी, हजुरले सुरु गर्नुभएको आन्दोलनले अहिले व्यापक रूपमा फैलिएको छ र यो आन्दोलनमा धेरै नयाँ जेन्जी अनुहारहरू पनि अगाडि आएका छन्। हामी लगायत हाम्रा मित्रहरू हामी जान्न चाहन्छौँ हजुरले अहिलेको युवाहरूको एकता र ध्रुवीकरणलाई कसरी हेर्नुभएको छ? समहाउ अलिकति कुराहरू माथि पनि आइसके, तर यसमै केन्द्रित भएर अलिकति ठोस एन्सर दिनु होला। मेरो क्वेसन सकेको छैन। हजुरले अहिलेको युवाहरूको एकता र ध्रुवीकरणलाई कसरी हेर्नुभएको छ? के तपाईँलाई लाग्छ यी लोकप्रिय अनुहारहरूले अपनाइरहेका रणनीति र शैलीले आन्दोलनलाई सही दिशा दिइरहेको छ कि केही सुधार गर्नुपर्ने छ कि के छ यस विषयमा? यस्तो भयो त्यो दिन जङ्गी अड्डा जो जानुभयो उहाँहरूले चाहिँ भनौँ न कुनै खालको सम्झौता गर्नु भएन। देशलाई चाहिँ लङ टर्म दीर्घकालीन रूपमा चाहिँ राम्रो हुने खालको कुनै पनि काम गर्नु भएन। एउटा स्थिर सरकार पनि ग्यारेन्टी गर्ने सम्झौता गर्नु भएन। त्यसमा चाहिँ उहाँहरू चुक्नै भएको हो। मैले चाहिँ 9 तारिकको चाहिँ दिउँसोको 2 बजे जुन बेला चाहिँ राजीनामा आयो त्यतिखेर नै संविधान चाहिँ तुरुन्तै संशोधन गरियोस् र एउटा बुलेट प्रुफ कन्स्टिट्युसन बनाऊँ, एउटा स्टेबल गभर्नमेन्ट बनाऊँ भन्ने चाहिँ मैले त्यतिखेर नै एउटा भिडियो नै अपलोड गरेको थियो। स्टिल युट्युबमै छ। आई वाज अलवेज इन फेभर अफ कन्स्टिट्युसनल रिफर्म्स। संविधान फ्याक्ने होइन कि संविधान रिफर्म। अनि त्यो भन्ने त म पहिलेदेखि थिएँ। अब ध्रुवीकरणको केसमा चाहिँ के अप्ठ्यारो आइपर्यो भन्दाखेरि हेर्नु है, मैले उठाएका कुराहरू चाहिँ स्थिर सरकार होस्, 5 वर्ष सरकार चाहियोस् भयोस् हाम्रो, जुन कारणले गर्दाखेरि चाहिँ हाम्रा नीति योजनाहरू चाहिँ मजाले के भन्छ तपाईँको चाहिँ फ्लुएन्टली चलिराखोस् के। यहाँ चाहिँ के हुन्छ भन्दाखेरि 9 महिना 12 महिनामा सरकार फेरिन्छ। एउटाले ल्याएको नीति परियोजनाहरू चाहिँ त्यो 9 महिना 12 महिनासम्म चल्छ अनि सक्यो, नयाँ सरकार आयो। अब कुनै पनि परियोजनाको आयु चाहिँ 25 वर्ष हुनुपर्छ कि होइन। ठुलो परियोजना जस्तो मेबी अब तपाईँको मेलम्चीको कुरा भयो होइन।
हाम्रो देशमा चाहिँ स्थिर सरकार भइदिए भए त्यो मेलम्ची बन्नलाई त्यत्रो दशकौँ लाग्नु पर्दैन थियो। त्यो छिट्टै भइहाल्थ्यो। हाम्रोमा समस्या के भयो भन्दाखेरि हाम्रो चाहिँ कोएलिसनको गभर्नमेन्ट भयो र सरकार ढलाढलै गर्यो कि। अनि एउटाको रेस्पोन्सिबिलिटी एउटाले ल्याएको नीति नियम त अरूले ल्याएर कार्यान्वयन गर्दैन, अरूले इम्प्लिमेन्ट गर्दैन। त्यो कारणले चाहिँ हाम्रो देश चाहिँ विकासमा पनि पछाडि पर्यो। फरेन इन्भेस्टमेन्ट भित्राउन पनि पोलिटिकल इन्स्टेबिलिटी भएपछि कन्फिडेन्स आउँदैन। त्यो कारणले पनि आर्थिक रूपमा, इकोनोमिक रूपमा चाहिँ हामी पछाडि पर्यौँ। नत्र हामी त कहिले धनी भइसक्नु पर्ने हो। यो स्टेबल सरकार पनि इन्स्योर भएन। अनि अब अर्को भनेको चाहिँ प्रादेशिक खर्च। प्रदेश हाम्रो जुन चाहिँ फेडरल सिस्टम छ, प्रोभिन्समा चाहिँ तलब भत्ता दिँदा चाहिँ 1 खर्ब रुपियाँभन्दा बेसी, 1 खर्ब कट्छ कहिलेकाहीँ, 1 खर्बभन्दा बेसी चाहिँ तलब भत्ता, गाडीमै खर्च हुन्छ कि। अब यो चाहिँ तपाईँको यो खर्ब खर्च भएको चाहिँ हटाउन यस्तो सजिलै मिलाउन मिल्छ। तर यहाँ चाहिँ के भयो भन्दाखेरि सब चाहिँ नेताका मान्छेहरूले चाहिँ खाने ठाउँ पाऊँ, मैले चाहिँ उसलाई यहाँ चाहिँ प्रदेशको सभामा चाहिँ नियुक्ति गरौँ, अनि उसले चाहिँ गाडी-साडी होइन, फेसिलिटिज, भत्ताहरू सबै पाओस् भनेर चाहिँ नचाहिँदो 1 खर्ब रुपियाँ देशलाई घाटा भइरहेको छ। पहिला चाहिँ तपाईँ अब हाम्रो बजेट छ 17-18 खर्बको। 17-18 खर्बमा 1 खर्ब प्रदेशमा मात्र, केन्द्रको कुरा होइन, सेन्ट्रलको कुरा होइन है। जुन 7 प्रदेश गरेको छ, त्यसमा मात्रै त्यत्रो खर्च भइरहेको, त्यो नचाहिने खर्च हो नि त। अर्को मुद्दा भनेको चाहिँ तपाईँको स्टेबल गभर्नमेन्ट मागेको हामीले, स्टेबल गभर्नमेन्ट 1, त्यसपछि प्रादेशिक खर्च चाहिँ घटाउने। साथीहरू एकछिन बस्दै गर न है। अनि त्यो भयो। अनि अर्को भनेको चाहिँ तपाईँको चाहिँ भोटिङ राइट्स, विदेशमा बसेका 80 लाख नेपालीलाई चाहिँ ग्यारेन्टी गर्नु पर्यो। किन भन्दाखेरि उहाँहरूले गरेर देश चलिरहेको छ। उहाँहरूको बकाइदा हक बन्छ कि यत्रो दुःख गरेपछि उहाँहरूले देशको दिशा निर्धारण कता जान्छ भन्ने कुरा चाहिँ उहाँहरूले भन्न पाउनुपर्छ, उहाँहरूको अधिकार हुनुपर्छ भन्ने त्यो कुरो भयो। अर्को भनेको चाहिँ घाइते शहीदलाई चाहिँ उहाँहरूलाई चाहिँ उचित व्यवस्थापन, यो मुख्य कुरा हुन्। हाम्रो चाहिँ तपाईँको 8 पोइन्टको एजेन्डाहरू छ। अनि त्यो बाहेक त्यो अर्को कुरा माग हाम्रो भनेको चाहिँ आर्थिक क्रान्ति आओस् के। सुशीलाजीले चाहिँ केही गर्नु होला जस्तो लागेन। हाइड्रो पावर यताउति होइन। अब अहिले पछि चाहिँ अलिक विस्तृत रूपमा जम्ला कुन तरिकामा चाहिँ देशमा आर्थिक क्रान्ति आउन सक्छ भनेर पनि हामीले स्टडी गरिरहेको छौँ है। अब यो हजुर। सरकारले के इलेक्सन मात्र, इलेक्सनले के हुन्छ, त्यही मान्छे फर्केर आउँछ होइन। अनि रक्साइड बमजी लगायत, अब मलाई भन्न त मन थिएन, तर उहाँले चाहिँ मलाई नै च्याप्नु भइरहेको रहेछ। यो अलिकति ठिक भएन कि, हामी किनभने जङ्गे ठिक छ, मसँग त्यसको सरी मिराजी, मैले अलिकति काटेँ हजुरलाई। होइन मेरो प्लिज प्रश्नको क्ल्यारिफाई त्यो गर्नुहोस् न है। विषय, त्यसमा पनि मेरो अर्को पनि क्वेसन छ त्यस विषयलाई लिएर। मेरो अहिलेको क्वेसनको भावमा चाहिँ यो जो पनि लिडर भनेर अगाडि गइरहनु भएको थियो, उहाँहरूले अपनाएको रणनीति जुन गर्नुभयो, जुन एग्रिमेन्ट, जुन डिलिङ प्रोसेस गर्नुभयो अहिलेको तत्कालीन सरकारसँग भनौँ या फिर सेनासँग भनौँ, त्यो चाहिँ इट वाज नट सेटिस्फाइड। द्याट्स वाट योर पोइन्ट। जितेन्द्र हजुर भन्नुहोस् न, सरी। यस, द्याट्स वाट आई वाज सेइङ कि यो मेरो प्रश्नको चाहिँ तात्पर्य चाहिँ, अघिले दिनुभएको जवाफको तात्पर्य चाहिँ जेनजी अगुवाहरू जो पनि जानुभएको थियो, उहाँहरूले डिल गर्नुभएको वे अथवा एग्रिमेन्ट गर्नुभएको कुराहरू चाहिँ इट वाज नट सेटिस्फाइड। द्याट्स वाट यु आर सेइङ मेरो त्यो प्रश्नको जवाफमा। इज द्याट हो। अलराइट, अलराइट। म त्यसो भए अर्को प्रश्न लिन्छु यहाँनिर मेराजी। हजुर। यो प्रश्न चाहिँ कस्तो छ भने, क्रान्ति कोही एक व्यक्तिको होइन, हो। एक पुस्ताको जिम्मेवारी हो भनिन्छ होइन। तपाईँको हजुर। दृष्टिमा यो आन्दोलन वा क्रान्तिको नेतृत्व जिम्मेवारी कसले लिनुपर्छ? यो आन्दोलन क्रान्तिको नेतृत्व र जिम्मेवारी कसले लिनुपर्छ? यो प्रश्न गरिरहँदा त्यो बेलाको विध्वंसको पनि कुरा उठ्छ, त्यसको जिम्मेवारी कसले लिनुपर्छ हजुरको विचारमा? यस्तो कि अब म चाहिँ कुन तरिकाको मान्छे भन्दाखेरि ब्लेमैमा चाहिँ किन जाने? अब क्रान्ति भनेको त देशमा आएको कुरा हो। आन्दोलन भनेको चाहिँ मान्छे चाहिँ चित्त नबुझेर गर्ने कुरा हो है। ठिक छ, लिगली चाहिँ कसलाई ब्लेम दिनुपर्छ? ठिक छ, अहिले ब्लेमको कुरा छोडौँ है। अहिले चाहिँ मेरो चाहिँ के विचार छ भन्दाखेरि कसलाई ब्लेम गर्ने भन्दा पनि अब के गर्ने? होइन, विकास खोज्या हो नि त, निकास खोज्या हो नि त हामीले। विकास र निकास खोज्या हो, सल्युसन खोज्या हो। त्योपट्टि चाहिँ हामी धेरै चाहिँ
फोकस गऱ्यौँ भने सायद हामी अझ छिटो हुन्छौँ कि कुराहरू गर्नलाई। तर हामी चाहिँ कसलाई ब्लेम गरौँ, होइन कसको टाउकोमा थुपारौँ भन्ने कुरा नै आउँछ कि बेसी। अनि त्यो कुराले पनि मान्छे कति अड्किनु भएको छ क्यारे कि। भन्न स्टिल 8 सेप्टेम्बरकै बारेमा चाहिँ कति क्वेसन आउँछ। आई थिङ्क वी आर पास्ट इट। अब चाहिँ के गर्ने त? ठिक छ, अब त्यो चाहिँ मलाई नै कसैले चाहिँ जिम्मेवारी लगाएर मलाई जेल हाल्यो भने ल ठिक छ, फरक परेन। तर कुरो चाहिँ विकास र निकासको हुनुपर्छ भन्ने कुरा मेरो। धन्यवाद मिराजी। हजुर यो विचार एकदमै योग्य छ। सम्पूर्ण युवाहरू लगायत सम्पूर्ण देशप्रेमीहरूको लागि चाहिँ हजुरले अर्थपूर्ण जवाफ दिनुभएको छ। एउटा प्रश्न फेरि हजुरलाई मैले सोध्न चाहेँ। तपाईँले हजुर। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा खुलेर वकालत गर्नुभएको हामी सबैले देखिरहेका छौँ। तर नेपालको अहिले अनेक र राजनीतिक संरचनाभित्र त्यसलाई व्यावहारिक रूपमा कसरी लागू गर्न सकिन्छ भनेर ठोस रोडम्याप के देख्नु भएको छ? संविधान संशोधन सङ्ग्रह चरणबद्ध कार्यान्वयनमा तपाईँको योजना के हो? प्रत्यक्ष निर्वाचित कार्यकारी नभएको र नमिलेको खण्डमा अहिलेकै प्रक्रियामा के सुधार गरेर हामीले स्थायित्व ल्याउन सक्छौँ? धेरै परिवर्तन तत्कालै नमागी अहिलेकै प्रक्रियामा तपाईँको यसमा प्रतिक्रिया के रहन्छ? यो सरकारबाट त हुँदैन। हामीले 3 महिना टाइम दिएको हो। मैले उहाँलाई चाहिँ 1.5-2 महिना पहिला चाहिँ भेट्न पनि गएको हो यो त्रिपक्षीय बैठकमा पार्टी, सरकार र जेनजी बीच। अनि ल गरिदिनुहोस् न त, देशमा कम्तीमा चाहिँ स्टेबल गभर्नमेन्ट त ल्याइदिनुहोस्। केही नल्याए पनि एउटा त गरिदिनुहोस्। यो भयो भने पनि धेरै सजिलो हुन्छ क्या। हेर्नुहोस्, 5 वर्षसम्म गधालाई पनि ल त प्रधानमन्त्री भयो भने के अरे भन्ने भनी उसको पछाडि सल्लाहकार हुन्छ के हुन्छ होइन, उसले राम्रो गर्छ अल्टिमेटली। देश चाहिँ कम्प्यारेटिभली अनस्टेबल गभर्नमेन्ट भन्दा चाहिँ यो डिरेक्ट इलेक्ट अथवा चाहिँ तपाईँको भन्न स्टेबल गभर्नमेन्ट हुँदा कैयौँ गुणा बेसी चाहिँ विकास हुन्छ। स्टेबल गभर्नमेन्ट इज अ मस्ट है। जसरी होस्, डाइरेक्ट इलेक्ट प्राइम मिनिस्टर होस् अथवा कुनै पनि प्रणालीबाट होस्, 5 वर्ष सरकार चाहियो। 9 महिना 12 महिनामा ढल्नु हुँदैन भन्ने चाहिँ मेरो कुरा है। अनि त्यो कुरा चाहिँ मेरो सरी ब्याक टु द क्वेसन। म एकदम फ्लोमा गएँ। के भन्नुभएको थियो अरे? सरी। द्याट प्रत्यक्ष निर्वाचित कार्यकारी नभएको र नमिलेको खण्डमा अहिलेकै प्रक्रियामा के सुधार गरेर हामीले स्थायित्व ल्याउन सक्छौँ? धेरै परिवर्तन तत्कालै नमागी अहिलेकै प्रक्रियामा सुधार सम्भव छ? हजुरको विचार के रहन्छ यसमा? होइन, हेर्नुहोस्, यस्तो क्रान्ति भनेको चाहिँ तपाईँको 10 वर्ष 12 वर्षमा एकचोटि आउने हो है। अब जुन तरिकामा चाहिँ युवाहरू चाहिँ विदेश पलायन भइरहेको छ, त्यो तरिकामा तपाईँको महिनामा चाहिँ 65,000 जना चाहिँ विदेश जान्छन् युवाहरू। हामीसँग 3 करोड छ जनसङ्ख्या है। अनि 65,000 चाहिँ दिनमा पलायन भयो भने, र यो रेट चाहिँ बढ्दैछ, बढ्दो क्रममा छ। 65,000बाट मेबी अर्को मन्थ चाहिँ इट इज गोइङ टु बी 70,000। 5 महिना 6 महिनापछि मेबी 85,000। यो तरिकामा चाहिँ युवाहरू बाहिर गए भने देशमा चाहिँ लगभग कोही मान्छे बस्दैन बुढापाका बाहेक है। अनि त्यो तरिकामा अब नेक्स्ट क्रान्ति हुनुभन्दा पहिला नेपालको अस्तित्व रहला कि नरहला? किनभने युवाले नै बच्चा जन्माउने हो। अनि बच्चै विदेशमा गएर जन्माइसकेपछि नेपालले दोस्रो पुस्ता कहाँबाट पाउँछ? नेपालको पपुलेसन डिक्लाइनमा आउँछ र दोस्रो रेभोल्युसन हुन नपाइकनै नेपालको चाहिँ अस्तित्व नरहने अवस्था चाहिँ आउन सक्छ। यो फ्याक्ट। म तपाईँहरूलाई चाहिँ डेटा देखाइदिन्छु। 65,000 पिपल लिभ द कन्ट्री एभ्री मन्थ होइन। अनि हिसाब गरौँ अब आफै है, 10 वर्षमा चाहिँ कतिजना बाहिर जान्छन्। अब गाउँ रित्तिसक्यो, हामी धेरैलाई थाहा छ नै होला। गाउँ रित्तिसक्यो। अब दोस्रो क्रान्ति मेबी नहोला, हुन गाह्रै छ। त्यस भएपछि यो आन्दोलनबाट आएको सरकारले चाहिँ यो कुरा अहिले गर्दैन। यत्रो ठुलो रेभोल्युसन पछि आएको सरकारले चाहिँ स्थायित्वको कुरा अहिले गर्न सक्दैन। म गर्न सक्दिनँ, तिमीहरू जे गर्नुहुन्छ गराऊ, मेरो म्यान्डेट भनेको चाहिँ इलेक्सन हो भनेर उहाँले त्यस्तो भनिदिनु भयो भने उहाँलाई चाहिँ छोड्न मिल्छ त? उहाँलाई त यसरी छोड्न दिन मिल्दैन। उहाँको अल्टरनेटिभ खोज्नै पर्छ। उहाँहरूले यदि सक्नु हुँदैन भने राजीनामा दिनुहोस्, हामी संविधान संशोधन गरेर योपालि संविधान बकाइदा। त्यतिखेर मेरो भुल के भयो भने म जङ्गी अड्डा गइनँ होइन। त्यहाँ जो जेनजी लिडर भनेर जानुभएकोहरूले बिगार्नु नै भयो कुरो है। म त त्यतिखेर नै संविधान संशोधन गरिदिनुहोस्, मेरो त रिच थियो टिकटकमा होइन। मलाई त नआउनु भन्नुभयो, तर मैले भन्ने त मेरो ठाउँबाट भने। उहाँले संविधान संशोधन गर्नुभयो भने त्यो नगरिकन देशमा स्थायित्व आउँदैन, 5 वर्ष सरकार पाइँदैन, विकास ढिला, आर्थिक क्रान्ति हुँदैन।
अब विदेशी नागरिकले चाहिँ भोट हाल्न पाउने भन्ने पनि त्यो हुनेवाला छैन। यो निर्वाचनलाई हुन दिने हो भने, किनभने विदेशमा बस्ने नेपालीलाई त हामीभन्दा बेसी नेपालको माया छ त। आफ्नो देश छोडेर अर्काको देशमा चाहिँ काम गर्न जानु परेको छ। अनि मेरो देशको चाहिँ दिशा निर्धारण विकासपट्टि लाउने कि विनाशपट्टि लाउने भन्ने त उहाँहरूले भोट गर्नुहुन्छ। उहाँले पुराना मान्छेलाई भोट गर्नु हुँदैन, होइन? उहाँहरूले पुराना मान्छेलाई चाहिँ भोट नगरिसकेपछि त्यो 80 लाख भोट त वैकल्पिक शक्तिमा गयो भन्नाले मेबी अब कोही जेनजीले चाहिँ पार्टी खोल्नु होला कि त, होइन? अथवा चाहिँ अब राष्ट्रपा जस्तो कुनै वैकल्पिक शक्तिमा जाला कि त भोट। उहाँहरूले त भोट गुमाउन चाहनुहुन्न नि। सो न स्थिरता आउँछ, न आर्थिक क्रान्ति आउँछ, न चाहिँ हाम्रो स्यालेरी बढ्छ, न हामीले चाहिँ भनौँ न मिडल क्लास, अब नेपाली चाहिँ लोवर क्लासबाट भर्खर मिडल क्लासमा सिफ्ट भयो। लोवर मिडल क्लासमा अब अप्पर क्लासमा जानको लागि त मेबी वी निड टु ह्याभ द अफोर्डेबल भेहिकल्स। त्यो पनि हुनेवाला छैन। कर हानिदिएको छ 250%, होइन? हाम्रो देश, हाम्रो नागरिक चाहिँ पैसा कमाउन सक्ने सक्षम र देशले चाहिँ त्यो खालको चाहिँ बिजनेस नेपालमा ल्यायो भने त हुन्छ नि। तर यो आन्दोलनले ल्याएको सरकार, हाम्रो जनताको सरकारले पनि यसो गर्दैन भने उहाँलाई यो छुट छैन। उहाँले घोडा टेक्नै पर्छ, उहाँले राजीनामा दिनै पर्छ। त्यही भएर अहिलेको अवस्थामा छैन निकास। अब आज हामी छोडिदिउँ, होइन? चुनाव हुन दिउँ, त्यही मान्छे फर्किन दिउँ, त्यो दिने हो भने हामी नेपालले चाहिँ एउटा स्लो डेथ मर्छ। स्लो डेथ मर्छ, मर्नै छ कि त अहिले गर्नु पर्यो, कि नत्र भने स्लो डेथको लागि रेडी हुनु पर्यो। म त सामान्य मान्छे, हेर्नुहोस् है, म केही गर्नु छैन। म त देश सेफल्यान्ड गऱ्यो भने म त फुत्किन्छु यहाँबाट। मलाई मेरो बिजनेसमै मलाई राम्रो थियो त म, होइन? 6 दिन काम गर्थेँ, 1 दिन बाहिर जान्थेँ, मेरो आनन्दको जिन्दगी थियो। म छोडेर नसुती 3 महिनादेखि रिसर्च हानेछु। मलाई के को, मलाई मात्रै टाउको दुखाइ हो त? यो सबैलाई हुनुपर्ने हो त खासमा। अनि मान्छे चाहिँ यसले लिडर हुन आयो, यसो खुट्टा तान्छु। आइदिनुहोस् न हौ, मेरो ठाउँ लिइदिनुहोस्। मलाई त केही छैन। म त आनन्द थियो, हेर्नुहोस्। त्यही हो कुरा लगभग। सरी, अलि भावनामा बगेँ म। धन्यवाद हजुरले गम्भीर विषयवस्तुको उठान गर्नुभएकोमा र सम्पूर्ण देशप्रेमी उपस्थित महानुभावहरूले यो कुराबाट धेरै कुराहरूको उत्तरहरू प्राप्त गर्नुभएको छ होला। र अर्को क्वेसन रहेको छ मिराजजी, तपाईँले केही समय अघि एउटा प्रमुख जेनजीको आवाज मध्ये एकका बारे एउटा भिडियो सार्वजनिक गर्नुभयो। त्यो हामी सबैले त्यो भिडियोलाई नजिकबाट निहालिरहेका थियौँ, जुन भिडियोले धेरै प्रश्न खडा पनि छ। त्यो भिडियो बनाउने मूल उद्देश्य के थियो? यदि त्यो कुराहरू तपाईँलाई पहिले नै थाहा थियो भने किन त्यो सामग्री पहिले सार्वजनिक र अहिले मात्रै बाहिर ल्याइयो? समय र सन्देश चयनका हिसाबले तपाईँको सोचाइ के थियो त्यो भिडियो पश्चात? अनि यस्तो भयो, हेर्नुहोस्, अब अहिले आएर चाहिँ हामीले सरकार गठन भइसकेपछि ठिक छ, एक लेभलको मैले समर्थन पनि दिएँ। किनभने आउन नपाइकन, टेस्ट नगरिकन सुरुमै त्यो प्रि जजमेन्टल भएर चाहिँ ल यो सुशीललाई चाहिँ हुँदैन भन्नु भएन। हेरौँ न त, उहाँलाई पनि टाइम दिउँ भन्ने भयो। 3 महिना हुँदाखेरि पनि अब त्यो पात नसरिसकेपछि अब चाहिँ यो सरकारको समर्थन गर्ने र सरकार जुन जेनजीहरूले बनाए उहाँहरूको समर्थन गर्ने, त्यो भनेको चाहिँ राष्ट्रघात हो। त्यो चाहिँ म गर्न सक्दिनँ। त्यही कारणले ल अब पनि उहाँले, अब अस्ति उहाँले मलाई क्वेसन गर्नुभएछ, मिरज 8 तारिक र 9 तारिकमा चाहिँ किन आएन अनि अहिले चाहिँ किन सडकमा? म सडकमा आउनुको कारण तपाईँहरूको निकम्बापनको कारणले हो, त्योभन्दा धेरै केही पनि होइन। मैले भनेका यी एजेन्डाहरू त मेरा मात्र होइनन् नि त, नेपालमा आइराखेका कुराहरू हुन् यिनीहरू, है। आर्थिक क्रान्ति कसलाई चाहिएन? स्थिर सरकार कसलाई चाहिएन? 5 वर्ष चाहिँ स्टेबल गभर्नमेन्ट कसलाई चाहिएन? विदेशलाई भोटिङ राइट कसलाई चाहिएन? होइन? यी त यो नचाहिँदा माग होइन नि। मैले मेरो घरमा 2 वटा मर्सिडिज लगिदिनु भने त होइन नि त। म पिटाइ खाइरहेको छु, म आन्दोलन गरिरहेको छु। यो गर्नुपर्ने आवश्यकता थियो त। मैले देशको लागि गर्न खोजेँ खासमा यो। अनि उहाँहरूले चाहिँ मलाई चाहिँ किन अब यो सडकमा आयो अरे? उहाँहरूले अब यो सरकार गठन गरिहालेँ मैले, अब राम्रो होस् नराम्रो होस् म यसको चाहिँ समर्थन गर्छु भनेर लाग्नु भएको हो कि के हो? अल्पज्ञान नजानेर नबुझेर लाग्नु भएको हो कि त जानी बुझी चाहिँ देशलाई चाहिँ खाल्टोमा ढकाल्नु भयो? त्यो म बुझ्दिनँ, उहाँहरूलाई थाहा होला। तर अब पनि हामीले प्रधानमन्त्रीज्यूलाई चाहिँ राजीनामा दिन चाहिँ प्रेसर गऱ्यौँ कि त माग पुरा गर्ने भयो, हेर्नुहोस् हामीलाई लेखेरै दिनुहोस्, हप्तामा दिनुहोस्, होइन? हप्तामा गर्छु भनेर चाहिँ लिखितमा दिनुहोस्, चुपचाप बस्छु, म सडकमा जाँदिनँ। तर त्यो पनि नसक्ने अनि पन्सिने अनि हाम्रो चाहिँ माग भनेको चाहिँ खालि इलेक्सन मात्र हो भन्ने हो भने राजीनामा दिनुहोस् हजुर, छोडिदिनुहोस्, अर्को सरकार बनाउँला। धन्यवाद प्रतिक्रियाको लागि। डाक्टर स्टेन, थ्याङ्क यू मिराजी। म एकदमै आशावादी छु कि यो अन्तर्क्रियाले हाम्रो सुनिरहनु भएको श्रोताहरू बीच, मित्रहरू बीच एकदमै त्यो
आइडिया मिलोस्, what you are thinking, what's going on यी भन्ने कुराहरू। अब म चाहिँ अरू प्रश्नहरूतर्फ लाग्न चाहन्छु। हाम्रो मित्रहरूले ड्रप गर्नुभएको थियो होइन, त्यसमध्ये एक चाहिँ प्रजा एमजीले ड्रप गर्नुभएको थियो। अनि प्रश्न हजुर। चाहिँ के थियो भने सम्भवतः कतिपय कुराहरू अलरेडी माथि हामीले वर्णन गरिसक्यौँ, अनि अझै त्यस पनि छोटो तरिकाले सकेसम्म समयको पाबन्दी भएको हुनाले है। प्रश्न चाहिँ डाक्टर प्रजा एमजीको यस प्रकार छ। विरोध प्रदर्शनको एउटा मुख्य मुद्दा पारदर्शिता थियो, तर हजुर। तपाईँको दुर्गा प्रसाईसँगको भेट एकदमै गोप्य रह्यो। सायद तपाईँ उहाँलाई आउनबाट रोक्न जानुभएको थियो होला, तर उहाँसँग वास्तवमा के भयो, हजुरले के भन्नुभयो र त्यसमा उहाँको प्रतिक्रिया के थियो? साथै हजुरले उहाँसँग कसरी सम्पर्क गर्नुभयो र उहाँ तपाईँसँग भेट्न कसरी राजी हुनुभयो मिराजी? के त्यो घटनापछि पनि तपाईँ उहाँको सम्पर्कमा हुनुहुन्छ? यस्तो भयो ल। अब उहाँसँग भेटेको चाहिँ मैले नआउनु भनेर चाहिँ भेट्न गएको है। म एकदम पारदर्शी भइदिन्छु है। मलाई खासमा चाहिँ यस्तो यो स्क्रिनसट जस्ता कुराहरू मलाई निकाल्नलाई चाहिँ अब किन यो तलमाथि गरिहाल्नु भन्ने कुरा मात्रै हो। म त्यसमा अलिकति रिजर्भ हुन्छु। त्यो चाहियो भने पनि म अहिले भर्खरै स्क्रिनसट हाल्न सक्छु। अब देखाउन मिल्छ पर्खिनु है। ल दुर्गा अङ्कलको हो। अब यहाँ मिस्ड भिडियो कल र भोइस मेसेजेस बाहेक चाहिँ केही पनि छैन। उहाँले कल गर्नुहुन्छ, म कल उठाउँदिनँ। त्यो नआउनुहोस् भन्न गएको हो। अब उहाँ त उहाँको अब थाहा नै छ हामीलाई के गर्नुहुन्छ, कस्तो कस्तो गर्नुहुन्छ भनेर। उहाँले गर्नु भइहाल्यो। त्यसपछि उहाँको अब कल-सल सबै यहीँ छ। अब वान साइडेड लभ अफेयर जस्तो छ कुरा होइन। मेरोबाट केही गएको छैन, उहाँको चाहिँ आइरहेको छ। म खासै ध्यान दिँदिनँ, सुनेर उडाइदिन्छु। हजुर, अनि होइन अर्को चाहिँ यहाँ कसले कनेक्टेड कमेन्ट प्रश्न गर्नुभएछ, के थियो? यु क्यान डिलिट दिस मेसेज भनेर, डिलिटेड मेसेज भनेर देखाउँछ है। यदि त्यो हो भने डिलिटेड मेसेज छैन, उहाँको एकतर्फी मात्र आएको हो। अनि त्यससँगै जोडिएको प्रश्न चाहिँ के थियो भने साथै तपाईँ उहाँसँग सरी त्यो घटनापछि पनि सम्पर्कमा हुनुहुन्छ, के छ अदर देन द्याट? छैन, छैन। उहाँ सम्पर्कमै छैन। उहाँको न फोन उठाउँछु, न मेसेज हेर्छु, न कल के भन्छ, न मेसेज रेस्पोन्ड गर्छु, न कल उठाउँछु। त्यही हो। हजुर, हजुर, धन्यवाद त्यसको लागि। म अर्को प्रश्नमा बढ्न चाहेँ। अर्को प्रश्न चाहिँ हाम्रो मित्रले पर्खिनुहोस् है, म थोरै यसमा त्यति अझ थप्दै। उहाँले स्योर। बारम्बार कहिले कहिले के भन्नुहुन्छ, बालनले मलाई किडन्याप हानेको भनेर भन्नुहुन्छ। कहिले त्यो मिरज भाइको शाखा सन्तान रुन्छ भन्नुहुन्छ। यदि सम्पर्कमै हो, सँगै हो भने त्यत्रो किन कराउनु मलाई होइन? लजिकल कुरा हो। त्यत्रो साह्रो कराउनुहुन्छ। मैले त कहिल्यै प्रतिक्रिया दिएको छैन। भनेपछि त्यही आधारमा पनि म त होइन त भनेर त अब निष्कर्ष निकाल्न मिल्नुपर्ने हो। हजुर। हजुर, हजुर, हजुर। अनि अर्को प्रश्न छ डाक्टर पङ्कजजीको हजुर। अनि प्रश्न चाहिँ यस प्रकार छ। सुशीला कार्की लगायत अन्य जेएनजी समूहले भोलि फाइनल ड्राफ्ट यानि सोमबार भोलि फाइनल ड्राफ्ट सार्वजनिक गर्ने तयारी गरेका छन् रे। के तपाईँ हजुर। यस अभियानको हिस्सा हुनुहुन्थ्यो? के नोभेम्बर 13 सुदनको टोलीले प्रधानमन्त्रीलाई बुझाएको प्रस्तावित एजेन्डा केही मस्यौदामा हजुर। हस्तक्षेप गर्न तयार हुनुहुन्छ? गर्नुहुन्न भने हजुरको बटम लाइन चाहिँ के हो? के कस्ता बुझा यो फाइनल ड्राफ्टमा हस्तक्षेप भएर तयार हुन्छन्? होइन अब त्यो चाहिँ अलिकति निषेधको राजनीति भयो कि के अब राजनीति भयो हेर्नुहोस्। म सिजन पोलिटिकल प्लेयर त म होइन, तर कमन सेन्स चाहिँ छ। अब त्यो म बिनाकै भयो जे भयो होइन। र त्यहाँ भएका मागहरूले चाहिँ हाम्रो देशलाई निकास दिँदैन है। हामीले खोजेको आर्थिक क्रान्ति हो कि होइन, यो सबैलाई थाहा होला। बेटर पे होस्, देशमै बस्न पाइसु, सबले खोजेका कुरा होला। त्यो कुनै नै उल्लेखित छैन। त्यसको लागि केही काम पनि यो त बकाइदा हामीले बनाएको सरकार हो। यो त न के पुरानो यो पार्टीको न ऊ पार्टीको, हाम्रो सरकार हो। सबभन्दा विकास गर्न सक्ने अवसर भनेको अहिले हो हामीलाई। तर केको रट लाउनु भएको छ भने निर्वाचन, निर्वाचन, निर्वाचन। अनि ती पुराना मान्छे आएर चाहिँ केही पुरा हुन्छ त? देश बचाउने र देशको मुहार फेर्न सक्ने भनेको बेला अहिले हो। यो अग्रिमेन्टमा चाहिँ म छैन र त्यहाँ कतिपय देशलाई हित हुने कुरा चाहिँ राखिएका छैनन्।
त्यो चाहिँ अनि हामीलाई नभेट्न दिनुहुन्छ। मैले निर्वाचनको विरोधमा कुरा उठाउने बित्तिकै त्यसपछि मेरो उहाँसँग कन्ट्याक्ट छैन, न उहाँको पिएले फोन उठाउनुहुन्छ। मेरो र मेरो टिमको है। अब उहाँ चाहिँ के अन्डर एस्टिमेट नगर्नुहोस् भन्दाखेरि निरज एक्लै छ। नेपाली जनता धेरै जोडिनु भएको छ मसँग। मैले उठाएको मुद्दा देशको लागि मात्रै हो। मैले व्यक्तिगत केही पनि मागेको छैन। त्यो सार्वजनिक नै छ। अहिले चाहिँ मेरो ह्यान्डल गयो। हाम्रो अभियानको नाम छ गरी खान देऊ भन्ने होइन। त्यसको चाहिँ इन्स्टाग्राम पेज छ। त्यहाँ गएर हेर्न सक्नुहुन्छ अथवा मेरो टिकटक अकाउन्टमा पनि छ त्यो 7 बुँदे चाहिँ के भन्छ तपाईँको मागपत्र त्यो हेर्न सक्नुहुन्छ। यो सबै देशको लागि हो, अरू केही पनि होइन। मलाई आफ्नो हेर्नु एकदम ठिक छ है। मैले सही कल गर्नुभयो। मैले चाहिँ पोलिटिक्सलाई कमाइ खाने भाँडा बनाउनु परेको छैन। अनलाइक एनीबडी एल्स मलाई पोलिटिकल करियर पनि चाहिएको छैन। देश बचोस् त्यति हो मेरो। हजुर, म त्यही सेम प्रश्नकै दोस्रो हिस्सालाई अलिक फोकस गर्न चाहे। हजुर। प्रश्न चाहिँ के थियो भने के तपाईँ नोभेम्बर 13 मा सुदनको टोलीले प्रधानमन्त्रीलाई बुझाएको प्रस्तावित एजेन्डाकै मस्यौदामा तयार हस्ताक्षर गर्न तयार हुनुहुन्छ भन्ने। अनि कनेक्टिङ क्वेसन चाहिँ गर्नुहुन्न भने हजुरको बटम लाइन चाहिँ के हो? यो बटम लाइन चाहिँ अलिकति ठोस रूपमा अलिकति क्लियर पारिदिनु न प्लिज। एकैछिनै मेरो मामुको कला एकैछिन नै म त्यो गरिहालेँ। हेलो हजुर, सो सरी। हजुर मिराजी, इट्स अलराइट। मेरो भन्नु यो क्वेसनको भाव त्यही थियो। यदि गर्नुहुन्न भने चाहिँ बटम लाइन के हो? के बटम कस्ता लाइन बुझा हजुर फाइनल ड्राफ्ट चाहिँ सरी सरी के कस्ता बुझा भयो भने चाहिँ फाइनल ड्राफ्टमा हस्ताक्षर गर्न तयार हुनुहुन्छ हजुर? हाम्रो एजेन्डा चाहिँ एकदम हुँदै नहुने कुराको छ है। जस्तो स्थिर सरकार, आर्थिक क्रान्ति, अनि तपाईँको भोटिङ राइट्स, प्रादेशिक खर्चको चाहिँ न्यूनीकरण। यी चाहिँ नन नेगोसिएबल कुराहरू हुन् है। त्यो बाहेक उहाँहरूले चाहिँ हाम्रा यो आन्दोलनका घाइते सहितको व्यवस्थापन भन्नेका कुराहरू उहाँहरूले पनि इन्क्लुड गर्नुभएको छ, हामीले पनि इन्क्लुड गर्नुभएको छ। त्यो मिल्छ। तर यी 4 कुराहरूलाई चाहिँ उहाँहरूले हेरिदिनु पर्यो। यो क्रान्तिपछि आएको सरकार हो। अब यहाँभन्दा पछि हाम्रो सरकार गठन होला नहोला, अहिलेको सरकारले यी हुँदै नहुने कुराहरू, यी छुटाउन नमिल्ने कुराहरू यो चाहिँ सुन्नुपर्छ। तब मात्रै त्यति नै हो हाम्रो बटम लाइन। हाम्रो माग नै हाम्रो बटम लाइन। होइन, मिल्नलाई त यो काहीँ समस्या छैन। तर नभनिकन निषेधको राजनीति जसले सरकार बनायो, निकम्मै सरकार भन्छु है म। जसले अब किनभने आजसम्म आउँदाखेरि उहाँहरूले के गर्नुभयो हेर्दाखेरि एकदम आई हेभ द राइट टु से दिस। त्यस्तो सरकार बन्दाखेरि चाहिँ उहाँहरू अब हाम्रो कुरा सुन्नुपर्छ। हामीलाई चाहिँ यसरी के भन्छ देशको माग उठाउँदाखेरि चाहिँ हामीलाई स्किप गरेर जाने चाहिँ कुरै हुँदैन। बटम लाइन लगभग त्यही नै हो। हाम्रो माग नै हाम्रो बटम लाइन हो। हजुर। धन्यवाद मिराजी। त्यसै क्रममा शर्मा सिग्देलजीले एउटा प्रश्न हजुरलाई सोध्नु भएको छ। म जान्न चाहन्थे कि तपाईँले के कुराहरू माग गर्दै हुनुहुन्छ र यदि कुनै देशमा प्रत्यक्ष रूपमा निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति हुन्छ भने उक्त पदबाट हटाउन कसरी मिल्छ? यदि उक्त पदमा आसीन व्यक्ति तानाशाह बनेको खण्डमा चाहिँ कसरी हटाउन मिल्छ भनेर उहाँले सोधिराख्नु भएको छ। एकदम भ्यालिड क्वेसन है। यदि यो रिसर्च नगरेको भए यो कुरा पनि उठ्दैन थियो। यसमा चाहिँ हामी एकदम प्रिपेयर्ड छौँ है। म उहाँको क्वेसनलाई चाहिँ एन्सर गर्छु है त अब हामीले चाहिँ आउँदोवाला यो चाहिँ संशोधन गरिएको, फेरिएको, एडिट गरिएको चाहिँ कन्स्टिट्युसनमा चाहिँ वी हेभ इमेजिन
एउटा संविधान इजालस भन्नेको चाहिँ हामीले परिकल्पना गरेछौँ। त्यो हुन्छ त्यहाँ। त्यसले चाहिँ संविधान सम्बन्धी कुनै पनि संविधानको बाहिर गएर चाहिँ गर्ने कुराहरूको चाहिँ म्याटरहरू चाहिँ उहाँहरूले चाहिँ ह्यान्डल गर्नुहुन्छ। त्यो अदालतले चाहिँ ह्यान्डल गर्नुहुन्छ। त्यो कोर्टले चाहिँ ह्यान्डल गर्नुहुन्छ है, कन्स्टिट्युसनल कोर्ट। किनभने अहिले अलरेडी चाहिँ हाम्रो जुडिसियल कोर्टलाई चाहिँ अलिकति धेरै नै मुद्दाको चाहिँ चाप छ, सबै ह्यान्डल गर्न धेरै टाइम लाग्छ। सो एउटा संवैधानिक इजालस भयो भने अलि छिटो चल्छ यी कुराहरू भनेर चाहिँ संवैधानिक इजालसको चाहिँ परिकल्पना गरेको छौँ। विच लुक्स आफ्टर द केसेस रिलेटेड टु एक्सन्स गोइङ अगेन्स्ट कन्स्टिट्युसन है। अब कसरी चाहिँ निरङ्कुश नहुने, कसरी चाहिँ अटोक्रेटिक अथवा डिक्टेटर जन्माउने खालको चाहिँ नहुने भन्दाखेरि यहाँ चाहिँ एउटा महाअभियोग लाउने चाहिँ प्रावधान छ, प्रोभिजन छ। त्यो भनेको चाहिँ तपाईँको चाहिँ इम्पिचमेन्ट। यदि पार्लियामेन्टको चाहिँ 1/3 मेम्बर्सले चाहिँ महाअभियोग लाउनु खोज्नु भयो भने चाहिँ त्यो चाहिँ रजिस्टर हुन्छ है, महाअभियोग रजिस्टर हुन्छ। 1/3 ले भोट गर्दाखेरि अगेन्स्ट द डिपिएम। The immediate power of the directly elected prime minister is suspended at the same moment on this basis, and संवैधानिक इजालस reviews it with greatest urgency. प्राइम मिनिस्टरको पावरै रोकिन्छ र संवैधानिक इजालसले अरू कुरा सब छोडेर चाहिँ यो कुरालाई चाहिँ ग्रेटेस्ट अर्जेन्सीका साथ रिभ्यू गर्छ। यदि कन्स्टिट्युसनल मिसएप भएको छ, संविधानबाट बाहिर गएर चाहिँ केही पनि गरेको छ भनेर संवैधानिक इजालसले चाहिँ भनिदियो, ठिक हो यो बाहिर गएको छ, संविधानको बाहिर गएको छ भनेर चाहिँ भनिदियो भने अनि त्यो भनिदिएपछि चाहिँ पर्खिनु है, म डकुमेन्ट छु। What is taken in the parliament. Now if only half or more but less than 2/3 of the parliament votes against the DPM, the directly elected prime minister, right to recalls comes into play है। 50% 1/3 चाहिँ त्यो इम्पिचमेन्ट दर्ता गर्ने भयो हैन। त्यसपछि अब त्यसमा चाहिँ अनि त्यसपछि अब पार्लियामेन्टले नै भोट गर्छ। यदि 50% भन्दा बेसी पार्लियामेन्ट्री मेम्बर्सले चाहिँ हो यो चाहिँ संविधानको विरुद्धमा भयो भनेर चाहिँ भन्नुभयो भने यतिखेर चाहिँ राइट टु रिकल भन्ने चाहिँ हाम्रो यो राइट टु रिकल भन्ने प्रावधान चाहिँ ट्रिगर हुन्छ। राइट टु रिकल भनेको चाहिँ के, जनताले चाहिँ आफ्नो प्रतिनिधिलाई फिर्ता बोलाउन पाउने प्रावधान हो है। अब राइट टु रिकल प्लेमा आउँदाखेरि के हुन्छ भन्दाखेरि इफ मोर देन 50% अफ द पब्लिक votes against the directly elected PM, the PM is removed from the position and next election for directly elected PM is done. If 2/3 of the parliament vote against the DPM, they are removed from the position and next election is done. यो चाहिँ कति बुझ्नु भयो कति बुझ्नु भएन, नत्र म छिटै यसको भिडियो बनाउँदैछु है। तुरुन्तै कसैको क्वेसन छ भने चाहिँ प्लिज सोध्नु होला, आई क्यान क्ल्यारिफाई इट राइट अवे। त्यति नै हो लगभग। त्यसरी चाहिँ निरङ्कुश हुँदैन। एउटा चाहिँ पार्लियामेन्टले रोक्न सक्ने भयो यदि 2/3 नै इम्पिच गर्नुपर्छ भनेर भन्नुभयो भने होइन। अनि अब खालि 50% अफ पार्लियामेन्ट्री मेम्बर्सले चाहिँ उहाँको अगेन्स्टमा भोट गर्नुभयो भने त्यतिखेर चाहिँ राइट टु रिकल चाहिँ ट्रिगर हुन्छ। त्यसमा चाहिँ देशव्यापी रूपमा चाहिँ इलेक्सन हुन्छ र 50%ले चाहिँ उहाँलाई फिर्ता बोलाउनुपर्छ भन्नुभयो भने त्यसपछि यो फिर्ता हुन्छ। फिर्ता हुनुपर्छ, नेक्स्ट इलेक्सन न्यू इलेक्सन इज डन फर द डाइरेक्टली इलेक्टेड पिएम। म एकचोटि यो लेखेको चाहिँ एकचोटि कमेन्ट्समा हालिदिन्छु है त, अलिकति बुझ्नलाई सजिलो होस् भनेर। और मैले कता हाल्न मिल्छ, आइ एम नट भेरी फमिलियर विथ डिस्कर्ड भन्नै पर्दा चाहिँ लेख्नुहोस् है, म हालिदिन्छु। हजुर कमेन्टमै हालिदिँदा हुन्छ। कमेन्टमा हाल्दै ल एकचोटि चेक गर्नु होला, केही पर्यो भने चाहिँ सोध्नु होला है। अर्को प्रश्न रहेको छ, से भन्ने एकजना पात्रले क्वेसन सोध्नु भएको छ, के तपाईँले सरकार र स्थानीय तह जस्तै गाउँपालिका, नगरपालिका, महानगरपालिका इत्यादिलाई पूर्ण रूपमा ई शासनको रूपमा रूपान्तरण गर्न दबाब दिने बारे सोच्नु भएको छ? जस्तै प्रमाणपत्र आधारभूत सार्वजनिक डिजिटलाइज गर्ने, बजेट र परियोजनाहरूको प्रगति सहितको पारदर्शी अनलाइन ड्यासबोर्ड सुरु गर्ने र वडा स्तरका कार्यालयहरूले कागजमा आधारित पत्रबाट छिटो जिम्मेवारी अनलाइन प्रणालीतर्फ छोटो समयमै रूपान्तरण जस्ता कार्यहरू सुनिश्चित गर्ने बारे के सोच्नु भएको छ भनेर प्रश्न सोध्नु भएको छ मिराजी।
यो चाहिँ अब डिजिटलाइज गर्ने भन्ने त आई थिङ्क दिस इज द नेक्स्ट मुभ। हामी डिजिटलाइज गर्नै पर्छ होइन, पालिका लेभल, नगरपालिका लेभलको सबै कुराहरू डिजिटाइज गर्नै पर्छ। तर अब भनौँ न, अब इट हेज टु बी डन विथ त्यो व्यापक रूपमा चाहिँ परामर्श लिएर, एकदम सजेसन लिएर, डिबेट गरेर चाहिँ भनौँ न। किनभने कहिलेकाहीँ चाहिँ डिजिटाइज गर्दाखेरि चाहिँ मेबी डेटा ब्रिच यताउतिको समस्या हुनसक्छ। डेफिनेटली गर्नुपर्छ, डिजिटाइज गर्नुपर्छ, मेजर्स लिएर गर्नुपर्छ। हजुर, थ्याङ्क हजुर। यू सो मच मिराजी। अनि मैले अरू प्रश्नहरू पनि देखिरहेको छु। लियोसोलजीले पनि राख्नु भएको रहेछ अङ्ग्रेजीमा, तर समस्त रूपमा माथि अलरेडी त्यसमा व्याख्या भइसक्यो लियोसोलजी, यदि सुन्दै हुनुहुन्छ भने। अनि हजुर। प्रागे स्टोरीजीले पनि हाल्नु भएको रहेछ। सरी मैले नाम चाहिँ गलत प्रोनाउन्स गरेँ भने, त्यो पनि माथि अलरेडी डिस्कस भइसक्यो लगभग। सो अर्को क्वेसनमा बढ्दाखेरि चाहिँ हाम्रो सलुनजीले केही प्रश्नहरू राख्नु भएको छ। जस्तै कि तपाईँ इन्टरप्रेनर हुनुहुन्छ, मास्टर्स डिग्री होल्डर हुनुहुन्छ, सोसियल मिडियामा भाइरल हुनुहुन्छ, तर नेपालको 20.8 हजुर। बेरोजगार युवाहरू जो इन्टरनेट एक्सेस पनि अफोर्ड गर्न सक्दैनन्, तिनीहरूको भोइस कसरी रिप्रेजेन्ट गर्नुहुन्छ? जेनजी भन्दा त यो अर्बन एजुकेटेड प्रिभिलेज जेनजीको मुभमेन्ट हो भन्ने क्रिटिसिजमलाई कसरी काउन्टर गर्नुहुन्छ मिराजी? होइन, मैले त सारा नेपालीको लागि बोल्ने हो। हेर्नुहोस् है, मेरो लागि एउटा उमेर समूह मात्र होइन, देश सबैको हो, मेरो आमा बुवाको, मेरो हजुरबाको सबैको हो। मैले बोलेँ भने देशैको लागि बोल्ने हो। सबै देश, त्यसमा जेनजी पर्नुभयो, बुढा मान्छे पर्नुभयो, ठुला मान्छे पर्नुभयो, सबै पर्नुभयो नि। होइन, देश त हामी एउटा उमेर समूहको मात्र होइन। हजुर, त्यही हो। हजुर, अलराइट। अब नेक्स्ट क्वेसनमा बढ्नुभन्दा अगाडि फर इक्जाम्पल सोसियल मिडियामा यो कुराहरू अलि आइरहँदाखेरि लाइक ग्राउन्ड लेभलमा चाहिँ जाने हजुरको के छ प्लान त्यसमा? मैले अर्को एकजना साथीको क्वेसनलाई पनि यही समावेश गर्न खोज्दै सोधेँ। अब इन्टरनेट एक्सेस हुँदैन कति मान्छेहरूको, होइन, उहाँहरूले यो कुराहरू सुनि नरहनु भएको होला। हजुरको प्लान चाहिँ के छ त त्यसमा? लाइक कसरी आफ्नो आवाज चाहिँ इन्टरनेट एक्सेस नभएको मान्छेहरूसँग पनि पुर्याउने भन्ने के छ? हजुर, इन्टरनेट एक्सेस भएन। यसको लागि त हेर्नुहोस्, अब ग्राउन्डमै जानुपर्छ है। ग्राउन्डमै जानुपर्छ, कुरा बुझ्नुपर्छ। तर अब अहिले हामीले राखेका माग भनेका चाहिँ यो चाहिँ भनौँ न, सबैको सुन्नलाई ग्राउन्डमै जानु पर्यो। तर अहिले हामीले राखेको माग भनेको चाहिँ समस्त नेपालीको चाहिँ माग हो। यो आजदेखि आएका कुरा होइन। प्रदेश खर्चिलो भयो भन्ने कुरा पहिल्यैदेखिका कुरा हुन्, होइन। स्थिर सरकार भएन भने यो पहिल्यैदेखिका नेपालमा भएको चाहिँ यो ज्वलन्त समस्या हो। सो यो मेजर मागलाई पुरा गरौँ, त्यसपछि चाहिँ ग्राउन्ड लेभलमा पनि जाउँला। सुरुमा ठुलो माछा समातौँ, त्यसपछि सानो पनि समात्ने होइन। तर सबै एकैचोटि चाहिँ गर्न सकिँदैन नि। त्यो पनि हामीले बुझ्नु पऱ्यो। फिजिबिलिटीको कुरा आउँछ। त्यो कारणले चाहिँ कति फिजिबल छ, अहिले यो ठाउँमा बसेर कति गर्न सकिन्छ, त्यो चाहिँ हामीले गर्छौँ डेफिनेटली। र त्यसपछि चाहिँ अरू पनि के गर्न सकिन्छ ग्राउन्ड लेभलमा बुझेर त्यो पनि गरिन्छ। तर त्यसको लागि अब एक हिसाबले जनप्रतिनिधि पनि हुनुहुन्छ। तर हामी पनि हाम्रो ठाउँबाट जे सकिन्छ, अब अहिले त म सरकार बाहिरको मान्छे है, मैले भन्ने मात्र हो अहिले। अब गर्ने कुरा त पछि हो। तर मैले जे सक्छु मेरो ठाउँबाट त्यो चाहिँ म गर्छु। र यदि कतै पुगिहालेँ भने पनि जे म सक्छु त्यो चाहिँ गर्छु। हजुर, त्यति हो कुरा। हजुर, थ्याङ्क यू सो मच। अनि मसँग अब दुईवटा प्रश्नहरू छन्। त्यसपछि हामीलाई सुनिरहनु भएको, या मुनि सुनिरहनु भएको, स्टेजमा सुनिरहनु भएको मित्रहरूको प्रश्न पनि लिन्छौँ रुबरु भएर। बिफोर देन द्याट म सबै साथीहरूलाई चाहिँ के भन्न चाहन्छु भने, माथि आएर यदि प्रश्न राख्न चाहनुहुन्छ भने छोटो तरिकाले राख्नु होला। हामीसँग समय एकदमै कम छ। प्रश्न राख्ने मित्रहरूले पनि लगभग 1 मिनट जतिमा प्रश्न राखिदिनु होला। अनि मिराजीले पनि लगभग जति सक्दो छोटो रूपमा नै एन्सर दिने कोसिस गर्नु होला। त्यो अहिले म जानकारी दिँदै अब मसँग बाँकी भएको दुईटा क्वेसन चाहिँ के छ भने, सलोनजीकै प्रश्न चाहिँ मेरो एउटा मेरो पनि हेर्नुहोस् न, टाइम अलिकति म आइएम रनिङ सर्ट अन टाइम। एकदम छिटो गरौँ न है। एकजना पर्खिनु भइरहेको छ, मलाई अघिदेखि पर्खिरहेको छु उहाँलाई। यसो गरौँ sure. न,
हजुर। यो क्वेसन स्किप गरेर हामीहरू लाइभ क्वेसनतिर जाउँ न त है। लाइभ क्वेसन गरेर अम, जाँदा हजुर हुन्छ। फेरि पनि म एउटा रिक्वेस्ट चाहिँ के गर्छु सबैजनालाई भन्दाखेरि प्लिज यो चाहिँ अलिकति हेभिली मोडरेटेड छ। त्यस कारणले प्लिज ट्राई टु बी रेस्पेक्टफुल अनि प्लिज टपिकमै रहेर क्वेसन सोध्नु होला। थ्याङ्क यू भेरी मच। हजुर। ल सोध्नुभयो हुन्छ। म चाहिँ हाम्रो मोडरेटर मित्रहरूलाई ह्यान्ड रेज कसले पहिला ह्यान्ड रेज गर्नुभएको थियो उहाँहरूलाई चाहिँ एक एक गरी माथि लिएर आउनु हुनको लागि आग्रह गर्न चाहन्छु। लेट्स मेक इट स्विट एन्ड स्विट, सर्ट एन्ड स्विट। मैले चाहिँ पहिला हाम्रो बेटर लक फाइन्डिङ मिजीलाई लिएर माथि। एकैछिन है, सो सरी। So how are you, man? All good, Miraz. How are you? हेलो म्यान, I'm good. How are you? I'm good as well. हाम्रो त पहिला नै एकचोटि भेट भएको थियो जस्तो छ ए हो र? भीमसेन गोलातिर। ए वहाँ उता हो के भन्छ चिया के अरे यता चिया अड्डा? अमितहरू भ्युजन होइन सबैले सोधिरहेको क्वेसन चाहिँ के छ भने जस्तै के अरे भनौँ न अब मिराज चाहिँ वेयर वाज हि ड्युरिङ 8 and 9 भन्ने कुरा थियो क्या। हजुर। अनि वाट वाज इट किनभने लाइक हामीलाई चाहिँ ब्रोले त अब मेरो त आफ्टर 11 चाहिँ छुट्टै एजेन्डा छ, मेरो छुट्टै टिम छ भनेको थियो नि त। अनि ब्रो निस्केको थियो नि त त्यहाँबाट। हजुर हजुर। अनि वाट वाज द्याट भन्ने मात्र हो, लाइक सबैले सोधिरहेको क्वेसनै हो कि कहाँ थियो के थियो भन्ने। यस्तो भयो हेर्नुहोस् है, म एन्सर गरौँ। या स्योर स्योर। अब यस्तो मैले 7th अथवा 6thमै आई थिङ्क मैले मेरो एजेन्डा त क्लियर गरेको थिएँ नि त। अब जेनजी मुभमेन्ट थियो, अब हामी सबै जेनजी। मैले चाहिँ देशको एकदम जरा भएको प्रब्लम, अब ट्रान्सपेरेन्सी त हो, कुन तरिकामा चाहिँ ट्रान्सपेरेन्सी हटाउने, सरी ट्रान्सपेरेन्सी चाहिँ ल्याउने भन्ने कुरा त त्यो मोडालिटी त हामीलाई थाहा हुनु पर्थ्यो नि त होइन। सो ट्रान्सपेरेन्सी हटाऊ भनेर अब चोरलाई चाहिँ नचोर भन्दाखेरि अलिकति मिल्दैन कि, किनभने उसले चोर छ आखिरमा होइन। त्यो मोडल हामीसँग भइदियो भए चाहिँ त्यो बेस्ट हुन्थ्यो। अब मेरो लागि चाहिँ मुख्य समस्या चाहिँ देशको के थियो भन्दाखेरि स्थिर सरकार नभएको, स्टेबल गभर्मेन्ट नभएको, त्यो कारणले गरेर चाहिँ डेभलपमेन्टमा पनि पछाडि पर्ने, फरेन इन्भेस्टमेन्ट पनि नआउने, र यो कारणले गर्दाखेरि चाहिँ देशमा भाड भैलो मच्चिने थरीका कुरा हुने भएको कारण मेरो लागि सबभन्दा टप प्रायोरिटी थियो स्टेबल गभर्मेन्ट नै है, र जनताले छानेको प्रतिनिधि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री यो थियो। सो त्यो मेरो एजेन्डा, र म जेनजी पनि भएको नाताले चाहिँ त्यो एजेन्डा बोकेर मेरा केही साथीहरू लिएर चाहिँ म प्रोटेस्टमा गएको थिएँ है। त्यो अब चाहिँ ट्रान्सपेरेन्सी हुनुपर्छ, कुनै खालको चाहिँ भ्रष्टाचार हुनु हुँदैन भन्ने त त्यो त आई थिङ्क इट इज गिभन। कुनै पनि सुशासन भएको देशमा चाहिँ त्यो हुनु हुँदैन। आई थिङ्क द्याट वाज गिभन। सो त्यो कारणले चाहिँ म त्योलाई चाहिँ मुख्य एजेन्डा बोकेर चाहिँ गएको। म किन आइनँ भन्ने कुरा चाहिँ आई मेड इट भेरी क्लियर मैले हिजो भर्खर हालेको भिडियोमा है। मैले अहिले बोल्दाखेरि चाहिँ इट इज नट गोइङ टु बी ट्रु जस्टिस टु मी कि, किन भन्दा त्यहाँ स्क्रिनसट छ कुन अवस्थामा थिएँ के थिएँ, र के कारणले चाहिँ मेरै साथीहरूले चाहिँ मलाई चित्त नबुझाएका मेरै अगेन्स्टमा प्ले कार्ड होल्ड गर्ने जस्ट बिकज आई वेन्ट एन्ड मेड दुर्गा प्रसाई एन्ड आई आस्क हिम टु प्लिज डोन्ट कम। त्यो भनेकै आधारमा चाहिँ मलाई चाहिँ पब्लिकली डिस्कर्डमा बोलाएर चाहिँ त जसरी पनि सरी भन भनेर चाहिँ भनौँ न दबाउने ओर्ने के कुरा भए, त्यो गर्दाखेरि मैले सरी भनिनँ होइन। त्यो मेरो किनभने मैले गलत गराएको छैन, मलाई त थाहा छ नि त। त्यो कारणले मलाई झुक्नु पनि ठिक लागेन। त्यो भयो, त्यो भिडियोले चाहिँ एकदम मजाले एक्सप्लेन गर्छ है। प्लिज हेरिदिनु होला, तपाईँहरूमा टचमै बसौँ अथवा भोलि वी क्यान रिपिट दिस त्यो, अनि त्यसपछि पनि कुनै खालको पनि क्वेसन छ भने त्यतिखेर भन्नुहोस् न है। स्योर ब्रो। अनि एक दुईवटा लास्ट क्वेसन मात्र थियो, म क्विक हुन्छ। गरेर गइहाल्छु। बिकज मैले सेयर गरेको भनौँ न मैले सेयर गरेको कुरा सेयर गरेको अडियन्स र यहाँको अडियन्स एउटै हो क्या। सो एभ्री वान हेज अ भनौँ न जनरल क्वेसन्स, त्यो सेन्ट्रलाइज क्वेसन्सहरू हो। अनि के अरे जस्तै मिराज ब्रो टोल लाइक हुन्छ नि प्रत्यक्ष कार्यकारीको एजेन्डा चाहिँ एक्चुअल एजेन्डा हो भन्ने कुरा गरेको थियो नि त। अनि त्यो चाहिँ लाइक भनौँ न यता हामीले आन्दोलन गर्नुपर्छ भनेर बसेको टिम चाहिँ सबैजनाले तिन चाहिँ मुख्य एजेन्डाहरू चाहिँ जुन चाहिँ यो तिनवटा एजेन्डा ब्रोलाई पनि बेटरली थाहा होला त्यो कुरा केमा कुरा भएको थियो, ब्रोले केमा असहमति जनाएर निस्क्यो भन्ने त ब्रोलाई थाहा होला। अनि बिचमा प्रत्यक्ष कार्यकारीको एजेन्डा चाहिँ कसरी एक्चुअल एजेन्डा हुन आयो
होइन। अनि अर्को चाहिँ के पनि थियो भने जस्तै ब्रो दुर्गालाई नि भेट्न गएको थियो नि त, दुर्गा प्रसाईलाई। अनि त्योभन्दा बिफोर ब्रोको एउटा भिडियो थियो कि दुर्गा प्रसाईलाई चाहिँ इन्डियाबाट भेरी गुड अमाउन्ट अफ फन्ड्सहरू आएको छ भनेर एउटा भिडियो पनि हालेको थियो एउटा ब्रोले, त्यो डिलिट पनि भएको रहेछ क्या। सो एनिथिङ बिहाइन्ड दिस के थियो कसो थियो भन्ने? अब यस्तो भयो हेर्नुहोस् है, म पनि भनौँ न यो सेप्टेम्बर 8 को इन्सिडेन्टभन्दा पहिला त म एउटा सामान्य मान्छे होइन, मेरा चाहिँ सर्टेन त्यो भ्युज थिए पोलिटिकल, त्यो छँदै थिए। अब दुर्गा प्रसाईलाई चाहिँ डिरेक्टली भेट्दाखेरि चाहिँ कुन खालको मान्छे हुनुहुँदो रहेछ भन्ने चाहिँ मैले पकाइदा देखेँ, आफैले भोगेँ पनि। किनभने भनौँ न म गएर चाहिँ उहाँलाई भेटेर चाहिँ अनि उहाँले फोटो हालिदिनु भनेको चाहिँ इट वाज नट गुड फर मी, मलाई थाहा थियो नि त, तर हि स्टिल डेड इट। उहाँले त हालिदिनु भयो भनेपछि इफ हि वाज विथ मी हाल्नु हुँदैन थियो पहिलो कुरा। दोस्रो कुरा भनेको चाहिँ बारम्बार उहाँले कहिले भन्नुहुन्छ बालनले मलाई किडन्याप गर्यो, कहिले चाहिँ उसको आमा बुवा रुन्छ अब यसले जे गर्यो खतम गर्यो भनेर भन्नुहुन्छ, गाली गलौज चाहिँ स्टिल आइरहेको छ नि त। आई थिङ्क कलेक्टिभली यो कुराहरूले चाहिँ एकदम मजाले प्रुभ गर्छ कि मेरो उहाँसँग अफिलिएसन नै छैन। दोस्रो भनेको चाहिँ अब आई क्यान स्टिल सो यु द स्क्रिनसट्स है, के भइरहेछ यहाँ भनेर चाहिँ। अब उहाँले मलाई चाहिँ जङ्गी अड्डा जाने दिन पनि फोन गरेर भाइ तिमी आऊ भाइ तिमी आऊ भनेर हैरान पार्नु भएको थियो। म अङ्कल म आउँदिनँ, मलाई होइन मेरो साथीले जो एकजना मसँग जानुभएको थियो उहाँले गर्नुभएको थियो, मेरो त मैले त बन्दै गरेको थिएँ, उहाँलाई बन्दै गरिदिएको थिएँ। पकाइदा यति गाली गलोज गरिराख्नु आफ्टर आन्दोलन, अनि उहाँसँग चाहिँ उहाँ जङ्गी अड्डामा एक्लै जानुभयो, नट विथ मी। इफ आई ह्याड एनी पोलिटिकल इन्ट्रेस्ट म किन उहाँसँग त्यो गाडीमा थिइनँ, उहाँले किन मलाई खोज्नु भयो होइन, नत्र त म त सिधै जङ्गी अड्डा पुग्थेँ, मलाई प्रधानमन्त्री हुनु थियो भन्दै थिएन नि त। सो आई थिङ्क द्याट एक्सप्लेन्स यो कुरा चाहिँ। ओके, हजुर अनि थ्याङ्क यू। यो मलाई नामै प्रोनाउन्स गर्न आउँदैन, केरा हो ब्रो लास्ट वान। श्रेयराजी जस्तै है। एभ्रिवान इज अरू कन्सर्न्ड अबाउट लाइक मौका मिराज चाहिँ के अरे किडन्याप भएको थियो यताउता भन्ने कुरा थियो होइन। तर अब वी नो बिकज भनौँ न ब्रोले त मेरो लाइक छुट्टै के अरे एजेन्डा छुट्टै छ, म चाहिँ आफै आउँछु आफ्नै टिम लिएर आउँछु भनेर। सो ब्रोको टिम त के अरे रिसेन्ट प्रोटेस्ट पछि पनि 2 चोटि चेन्ज भइसक्यो आई गेस। अहिले विश्वास कि को हुनुहुन्छ होला सायद, एज फार एज नो विश्वास बस्ने त समथिङ होइन, त्यो पनि ठ्याक्कै मैले थाहा पाएको थिएँ यसरी। अनि सो वाज इट द टिम बिफोर अर यो टिम थियो कि? अनि ब्रोले त म आफै आन्दोलनमा आउँदैन भनेको थियो, अनि त्यसमा चाहिँ आन्दोलनमा नआउने मान्छेलाई चाहिँ कसरी किडन्याप गर्यो कि गरेन भन्ने कुरा हो। त्यति हो मनिष के अब? होइन ठिक छ कि पहिलो कुरा म किडन्याप भएको होइन। दोस्रो कुरा भनेको चाहिँ अब भनौँ न तपाईँहरूसँग पनि म वार्ता गर्न आएँ, अब कुरा मिलेन, आइडियोलोजी मिलेन, त्यो छुट्टिने हो कि। हामीले एमबिएमा पढ्दाखेरि चाहिँ पढ्नुपर्छ कि सुरुमा चाहिँ ग्रुप अफ पिपल कम टुगेदर, अनि धारणा नमिल्ने मान्छेहरू चाहिँ उहाँले छोडेर जानुहुन्छ, अनि त्यसपछि चाहिँ अलिकति बलियो टिम बन्छ, त्यसपछि अझ फेरि धारणा नमिल्ने चाहिँ निस्किनुहुन्छ। त्यो हुँदै गर्छ है, टिम बन्ने बिग्रिने प्रक्रिया हुँदै गर्छ। तर म विश्वास, अमृत, अक्षत, प्रशान्त हामी सुरुदेखि नै थियौँ, त्यसमा चाहिँ दुईमा छैन। अनि त्यो बाहेक अरू के क्वेसन, सायद त्यति नै थियो होला, त्यही हो कुरा है। हजुर थ्याङ्क यू सो मच। अनि अब हामी अर्को मित्र कोडकजीलाई चाहिँ माथि लिएर आइदिनु हुन अब म मित्रहरूलाई आग्रह गर्न चाहन्छु उहाँको प्रश्न राख्नुको लागि। अनि प्लिज छोटो प्रश्न राखिदिनु होला सबैजनालाई। मेरो क्वेसन चाहिँ के हो भने चाहिँ भर्खर भनियो कि तपाईँले के भन्छ अरू जेनजी लिडरहरूलाई एउटै पार्टीमा ल्याउने कुरा गर्ने भन्नुभयो। तर पार्टीमै ल्याउनु पर्छ र होइन, पार्लियामेन्टमा ल्याउने हो नि त। जेनजीलाई त के भन्छ पार्टी बनाउनुको सट्टा पार्लियामेन्टमा आऊ एन्ड देन कोअर्डिनेट विथ इच अदर, त्यति गरे पुग्दैन? यति हो। यस्तो हो, तपाईँको के भयो भन्दाखेरि इन्डिपेन्डेन्टली पार्लियामेन्टमा आउनलाई चाहिँ अलिक गाह्रो छ। कहिलेकाहीँ चाहिँ तपाईँले देख्नुहुन्छ माओवादी र कङ्ग्रेसको गठबन्धन है, यो पोलिटिक्स एकदम भित्रीको कुरा हो। यो चाहिँ त्यो तपाईँले इन्डिपेन्डेन्टली उठाउँदाखेरि र पार्टीमा चाहिँ सब जेनजी अनि देशलाई राम्रो गर्छु भन्ने भावना भएको चाहिँ सँगै भयो भने हामी कतै कोहीसँग चाहिँ के भन्छ पार्टनरसिप गरौँला इलेक्सनको बेला, त्यस्तो गर्ने हुन्छ। त्यो कारणले चाहिँ द बेस्ट वे, द मोस्ट फेल प्रुफ वे द्याट वी सक्सिड इज वी ओपन अ पार्टी एन्ड वी गो, त्यो एकदम प्रोसेस वाइज त्यो गर्दाखेरि चाहिँ सपोज मेबी है हामीले अब यो पोलिटिक्समा राम्रो मान्छे माथि जान चाहिँ मेबी वी हेभ टु कोलाबरेट विथ रेशम चौधरीको पार्टी कुनै ठाउँमा, अनि त्यो गर्दाखेरि त्यता चाहिँ अब उसले कोही आफ्नो उम्मेदवार उठाइदिँदैन अनि हाम्रो पार्टीको उम्मेदवार उठाइन्छ, अनि वी गेट द भोट्स,
वी बिकम द एमपिज होइन, हामी पार्लियामेन्टमा पुग्छौँ। त्यही भएर इन्डिपेन्डेन्टली उठ्नुभन्दा पनि कलेक्टिभली एज अ टिम उठ्नु, जेनजी उठ्नु चाहिँ त्यो राम्रो हुन्छ। र त्यो आधारमा चाहिँ हामीले धेरै पार्लियामेन्ट्री मेम्बर्स भयो भने हाम्रै कुरा सुनिने सरकारमा। त्यो भएर चाहिँ मैले त्यो खोल्नुपर्छ भन्ने चाहिँ आवश्यक सोचेको थिएँ, सोचेको जस्तो चाहिँ भएन है। तर ओके, त्यो गर्दा गर्दै अब मैले नेक्स्ट हाम्रो स्पिकर मिस्टर स्ट्रेन्जलाई माथि ल्याएँ। एकैछिन है। हेलो, म क्वेसन सोध्दा हुन्छ है? हजुर सोध्नुहोस् न। म चाहिँ लाइक मेरो नाम चाहिँ दुजा महर्जन हो होइन। म चाहिँ हजुर जेनजी मुभमेन्ट अलायन्स जेनजी फ्रन्ट दुबईमा छु होइन। हजुर लाइक चाहिँ म चाहिँ फर्स्टदेखि नै युनिफिकेसन गर्नुपर्छ भनेर लागिरहेको छु। अनि तपाईँलाई पनि एक दुईचोटि कल गरेको, तपाईँले कल उठाउनु भएन, अनि केही छैन होइन। अर्को सो के सरी। कुरामा अनि के कुरामा चाहिँ युनिटिफिकेसन गर्नुपर्छ भनेर चाहिँ यस्तो आयो क्या। म्यान्डेट त लाइक तपाईँको र अर्को ग्रुपहरूको धेरै जस्तोको सिमिलर छ क्या होइन, एकदम सिमिलरै छ। तपाईँको एउटा अपोजिट भएको भने एउटा चाहिँ डाइरेक्टली इलेक्टिभ पिएम चाहिन्छ भन्नुभयो नि तपाईँले, त्यो मात्र छैन होइन। लाइक तर अरू अरू मेजर कुराहरू चाहिँ पोइन्टहरू चाहिँ एकदमै सिमिलर छ क्या। र तपाईँले सिङ्गल दरबारमा लाइक पिएमलाई म्यान्डेट त दिनुभएको छैन होइन तपाईँहरूको टिमले? होइन, हामीले दिएको हो नि। ए हजुर, ए त्यसो भए चाहिँ हामीले चाहिँ एउटा कमन पोइन्ट्सहरूलाई चाहिँ है एउटा फिल्टर आउट गरेर होइन सबै ग्रुपहरूको, यसलाई चाहिँ सुरुमै लाइक हामीले चाहिँ यो मार्क चाहिँ अहिले पुरा गरिदिनु पऱ्यो, अरू मार्क चाहिँ बिस्तारै गर्नु पऱ्यो भनेर त्यसरी भन्नु सक्यो भने चाहिँ, किनकि अब एउटाले यो भन्छ, एउटाले यो भन्छ, अनि 10जनाको यसो यसो हेरेर गर्नु त अलिकति मलाई नि गाह्रो हुन्छ क्या। अरूलाई त के भन्नु, मलाई नि अप्ठ्यारो हुन्छ होइन। त्यो भएर चाहिँ एउटा के भन्छ कमन पोइन्ट्सहरू खोज्ने होइन हामीले, कमन हजुर पोइन्ट्सहरूबाट यो पोइन्ट चाहिँ अहिले गर्नु, नत्र हामी चाहिँ यो सरकारलाई चाहिँ त्यो इलेक्सन गर्नु दिँदैन भन्ने हो तपाईँको कुरा होइन। त्यस्तै अरूहरूको पनि कुरा, त्यस्तो चाहिँ भन्दा चाहिँ ठिक हुन्थ्यो क्या। त्यसको हजुर लागि लाइक आज मिटिङ पनि गर्छु भनिरहेको थियो मलाई, तपाईँसँग कन्ट्याक्ट गरेर तपाईँले एउटा मिटिङमा बोलाउनु भनिरहेको थियो होइन। मैले ट्राई त गरेँ तपाईँलाई कल गर्नु, तर अलिकति तपाईँ बिजी हुनुभएर होला कि के होला होइन, तपाईँले कल उठाउनु भएन होइन। अनि लाइक तपाईँ आउनु नभएर मिटिङ नै क्यान्सल भयो क्या। हजुर हजुर अनि त्यो लाइक भएर अब कुरा चाहिँ हजुर यस्तो कुरा चाहिँ यस्तो छ कि लाइक कति कुरा यस्तो पोजिटिभ छ होइन, कुनै कुनै ग्रुपको कति कुरा पोजिटिभ छ, कति कुरा नेगेटिभ छ क्या। अनि सँगै म्यान्डेट दिँदाखेरि चाहिँ पोजिटिभ र नेगेटिभ क्यान्सल इच पोजिटिभ र नेगेटिभले चाहिँ इच अदरलाई क्यान्सल गर्छ होइन। अनि हो। त्यही भएर चाहिँ अलिकति अब पिएमले नि अब के गरौँ भन्ने छ क्या। अब कसैले भन्छ प्रदेशै खारेज गर भन्छ, कसैले भन्छ प्रदेशलाई खारेज नगर, त्यसलाई रेगुलेट मात्रै गर भन्छ, कसैले भन्छ के पनि। अनि लाइक तिनवटा लाइक डिलेमामा पर्छ क्या। अनि म नि डिलेमामा पर्छु, लाइक म पनि सुन्नु जान्छु क्या, यसो जमल जान्छु, यसो थमेल जान्छु होइन। लाइक यत्तिकै केही सामान किन्दा होइन कि, लाइक म सुन्नु जान्छु क्या मान्छेहरूको पर्सपेक्टिभ के छ भनेर। सुन्दाखेरि लाइक कतिले त सुजनलाई नराम्रो भनेर हुन्छ, कतिले तपाईँलाई नराम्रो भनेर हुन्छ, कतिले यो सबैजना अपर्च्युनिस्ट हो भनेर हुन्छ, कतिजनाले चाहिँ यो गर्नुपर्छ भन्ने हुन्छ। लाइक मैले सबै हेरेँ नि, सबै ठाउँबाट एकदमै छरिएको छ क्या। एउटा हामीले कमन पोइन्ट्सहरू लिएर होइन सबै ग्रुपसँग यो पोइन्ट चाहिँ हामीले अहिले गर्नुपर्छ, नत्र यो हामी यो सरकारलाई मान्दिनँ भन्ने हो कि के भन्ने हो, तपाईँले सबैजनाले भन्नु सक्नु पऱ्यो कि। तपाईँले मात्रै होइन, हामीले मात्रै होइन, तिमी गएर हुँदैन कि। हामी एकैचोटि एउटा कमन कुरा चाहिँ लिएर जानु सक्यो भने चाहिँ एकदम बेटर हुन्छ क्या। अनि लाइक कति कुराहरू लाइक अनि त्यहाँबाट चाहिँ अलिकति पोजिटिभ रूपमा जान सक्छ। अब पछि डिफ्रेन्सेस होला होइन, उनीहरूले लाइक त्यो ग्रुप छोड्ला होइन, त्यो त एकदम नर्मलै हो होइन। मान्छे भने एउटा सबैजना एउटै हुँदैन। तर लाइक अहिले त एकदम लाइक क्राइसिसको सिचुएसन छ नि। अब लाइक यतिकै माग पुरा नभइकन त्यो के भन्छ चुनाव भयो भने त अलिकति अप्ठ्यारै हुन्छ नि होइन। केही त माग पुरा हुनु पऱ्यो होइन, यतिकै हावामा त सरकार बनाएन नि होइन सुशीला कार्कीलाई पिएम। त्यही भएर केही न केही चाहिँ चाहिन्छ क्या हामीलाई। त्यो भएर चाहिँ तपाईँलाई पनि एकचोटि म कन्ट्याक्ट गर्छु होइन भोलि एकचोटि। लाइक मेरो लास्टमा चाहिँ 10 छ होइन, 10 छ नम्बरमा। एकचोटि त्यो नम्बरबाटै उठाइदिनु होइन। यस्तो लाइक अब गर्नुहोस् न, केही मलाई टेक्स्ट गरिदिनुहोस् न है। हुन्छ हुन्छ मलाई टेक्स्ट हुन्छ गरिदिनुहोस्। मेरो एकदम समस्या छ कि एकैछिन यो मेरो फोन आइएम सो सरी पनि हुँदैन। क्वेसन्सतिर लाग्दिउँ न है, बिकज वी निड टु रेस्पेक्ट मिराजी टाइम एज वेल है, उहाँ बिजी हुनुहुन्छ। सो क्वेसन्स छिटो सकेर सक्दिउँ न है प्लिज। ओके, लास्ट क्वेसन चाहिँ लाइक अब के हो भन्दाले लाइक तपाईँलाई चाहिँ लाइक के लाग्छ कि लाइक यो पोलिटिक्स भन्छ यस्तो छ कि लाइक लाइक हामीले जे चाह्यो त्यो हुँदैन कि, तपाईँले त्यो हामीले जे चाह्यो त्यही होला जस्तो लाग्छ भने?
होइन जे चाह्यो त्यही चाहिँ हुँदैन है। तर अब यस्तो हो तपाईँका मैले जुन एजेन्डामा राखेका कुराहरू चाहिँ यी चाहिँ हुनै पर्ने कुरा हो कि। अनि यो चाहिँ हाम्रो सरकार हो, जनताको सरकार, आन्दोलनकारीको सरकार हो नि त। अनि यो उहाँले अब कि त भनौँ न हामीले एउटा चाहिँ ट्रान्सपेरेन्सी बाहेक देशलाई राम्रो होस् भन्ने पनि खोज्या हो नि त। त्यो त गिभन नै कुरा हो नि त। आन्दोलन भयो, उहाँ प्रधानमन्त्री हुनुभयो, उहाँले देशको अवस्था त डेफिनेटली बुझ्नुभयो होला, उहाँ पोलिटिक्स त बुझ्नुहुन्छ। अनि त्यो बुझ्दा बुझ्दै पनि उहाँले के राइट छ भन्ने कुरा त आई थिङ्क इट इज गिभन। जस्तो स्टेबल गभर्मेन्टको कुरामा आई थिङ्क नो बडी क्यान डिबेट कि यो ठिक होइन होइन। प्रदेशमा चाहिँ यस्तो खर्च छ, त्यो खर्च घट्नु भन्नेमा चाहिँ आई डोन्ट थिङ्क एनीबडी क्यान डिबेट यो होइन। त्यस्तै गरी विदेशमा बस्ने नेपाली नागरिकले चाहिँ भोट गर्न पाउनुपर्छ भन्ने कुरा कसैले हुँदैन भनेर चाहिँ डिबेट गर्ने कुरा होइन नि त। यो अनडिस्प्युटेड कुराहरू जुन देशको लागि हितका कुरा हुन् यी त उहाँहरूले गर्न सक्नु पर्दैन नि त। त्यो त्यति चाहिँ गरिदिनु पऱ्यो कि। किनभने यो सरकारले सक्दैन भने कसैले सक्दैन कि। आन्दोलनकारीको सरकार हो नि त यो त। अरू बेलामा चाहिँ डेमोक्रेसी हो, भोट हाल्छन् तर भोट किनिन्छ पनि है। त्यसरी पनि चल्छ नि त। नत्र धेरै मान्छेले चाहिँ पुराना पार्टीलाई चाहिँ डिस्पाइज गर्छन् होला, तैपनि 90 सिट ल्याउने 80 सिट ल्याउने त उहाँहरू नै हो भनेपछि मनमा जे छ ब्यालेटमा ठ्याक्कै त्यही ट्रान्सलेट पनि हुँदैन। अब कहिलेकाहीँ मासु भात कम्स इन टु प्ले होइन। त्यो कारणले चाहिँ अहिलेको गभर्मेन्टले चाहिँ यो गर्नै पर्छ भन्ने चाहिँ मेरो धारणा हो। ओके, थ्याङ्क यू मिराजी। अब हामीले आफ्नो लास्ट स्पिकर अफ द डे लिन गइरहेछौँ मिस्टर स्ट्रेन्ज। हजुरको क्वेसन हालिदिउँ न प्लिज। हजुर हुन्छ। थ्याङ्क यू। मेरो आई थिङ्क आई हेभ 2 क्वेसन्स। मेरो दुईवटा क्वेसन छ। एउटा चाहिँ तपाईँले यो सरकारले गरेन भन्दै गर्दाखेरि मलाई चाहिँ हाइपोथेटिकल्ली एन्सर दिनुभए पनि हुन्छ। इफ तपाईँ चाहिँ त्यो सरकारमा हुनुभएको भए 3 मन्थ्सको तपाईँको टाइमलाइन चाहिँ के हुने थियो इन पोइन्ट्स अर सर्ट एक्सप्लेनेसन। अनि त्यसपछि अर्को मेरो क्वेसन चाहिँ के हो भन्दाखेरि तपाईँले स्थिर सरकारको कुरा गर्दाखेरि वी अल एग्री द्याट वी निड स्टेबल गभर्मेन्ट। अनि त्यसमा इलेक्सन नगरिकन सबै एन्टिटिजहरू लाइक नेसनल अर इन्टरनेसनलले कसरी चाहिँ त्यो सरकारलाई चाहिँ लेजिटिमेट सरकार भनेर मान्छ। अनि प्रोटेस्ट गरेको जेन्जिजहरूको ग्रुपहरू पनि युनाइट भएको छैन भने करेन्ट सरकार अरू कुनै सरकार भएको भए पनि त्यो गभर्मेन्ट चाहिँ कसरी स्टेबल हुन्थ्यो? आई थिङ्क द्याट्स अल। स्टेबल यस्तो तपाईँको क्वेसन चाहिँ स्टेबल गभर्मेन्ट मैले एक्ज्याक्टली बुझिनँ। म थोरै सर्टकटमा बुझाइदिनुहुन्छ, सो सरी। ओके, लाइक थोरै भनिदिनुहोस् न। हजुरले कुरा गर्नुभएको लाइक अब यो क्रान्तिपछि अर वाट एभर रिभोल्युसन पछि चाहिँ यु एक्सपेक्टेड टु हेभ अ स्टेबल गभर्मेन्ट, राइट? एउटा स्टेबल हजुर गभर्मेन्ट हुनको लागि इफ वी फलो द डेमोक्रेटिक वे देयर सुड बी इलेक्सन। हजुर अनि सबैको भोइस रेज भएर आएपछि अनि सबैले भोट हालेर आएको गभर्मेन्ट चाहिँ त्यो चाहिँ स्टेबल हुन सक्ने पोसिबिलिटी हुन्छ। अब हजुर हजुरको एजेन्डा अहिले क्यारी गरिरहेको छैन अर गरिरहेको छैन, हजुरको एजेन्डा अनुसारको काम अहिलेको गभर्मेन्टले भनेपछि हजुरले हजुर गभर्मेन्ट चाहिँ अब यो राजीनामा दिँदै भनिरहनु भएको छ। सो अरू कुनै हजुर चाहिँ त्यो गभर्मेन्टमा हुनुभएको भए आई थिङ्क सेम थिङ क्यान गो लाइक विथ सम अदर जेन्जी ग्रुप्स, राइट? लाइक अरू जेन्जी ग्रुपले पनि सेम थिङ भन्नाले उनीहरूले गरेको सरी कुरा नै मैले पनि त्यही गर्नु पर्थ्यो होला भन्न खोज्नु भएको। एक्ज्याक्टली लाइक सबैको त अहिले यो गभर्मेन्टको लेजिटिमेसीमा पनि त क्वेसन्स आउँछ नि त। सो हाउ इट क्यान बी फर 5 इयर्स अनि लाइक अनि इन्टरनेसनल अर नेसनल्ली पनि अरू बडिजहरूले पनि रिकगनाइज चाहिँ गर्नु पर्ला। सो हाउ डु यु थिङ्क अबाउट द्याट? ठिक छ, मैले हजुरको क्वेसन बुझेँ है। अब एउटा कुरा अब म जो हाइपोथेटिकली भनौँ किनभने मलाई यो पार्टी हुनु छैन, म आई जस्ट वान्ट चेन्ज फर द कन्ट्री। हाइपोथेटिकली भन्नुपर्दाखेरि चाहिँ अब ह्याड आई बिन इन द पोजिसन इन विच हाम्रो सरकार बनाउने जेन्जीहरू हुनुहुन्थ्यो। अब मलाई चाहिँ अब चित्त नबुझाएर ठिक छ म जान्न भनेर बसेँ। ह्याड आई बिन इन द पोजिसन मैले चाहिँ 9 तारिकको चाहिँ 2 बजे सरकार ढल्नासाथ चाहिँ के भनेको थियो भने संविधान संशोधन गरेर चाहिँ वी हेभ टु राइट ए बुलेट प्रुफ कन्स्टिट्युसन। अनि त्यसमा चाहिँ के इन्स्योर गर्थ्यो भन्दाखेरि कुनै पनि यदि सरकार गठन हुन्छ भने निरङ्कुश हुन नदिने र उनीहरूले चाहिँ 5 वर्षसम्म आफ्नो कार्यकाल चाहिँ मजाले
चाहिँ निभाउन पाउन्। अब के हुन्छ भन्दाखेरि पोलिटिक्स र विकास भने दुईवटा फरक कुरा हो है। पोलिटिक्स भनेको चाहिँ यदि गठबन्धन बनाएर कोएलिसन गरेर चाहिँ सरकार बनाउनु हुन्छ भने अर्कोले विश्वासको मत, अब यो भने त ग्रुप अफ पार्टिज मिलेर गर्ने हो नि त, कसैले विश्वासको मत तानिदियो र तपाईँले मेजोरिटी लुज गर्नुभयो भने त्यो सरकार कोल्याप्स हुन्छ। र यही कोल्याप्स हुनबाट बचाउनलाई कसैले कोएलिसनका पार्टीहरूको कोही नेतालाई चाहिँ यो मन्त्री, कसैलाई चाहिँ त्यो मन्त्री, कसैलाई चाहिँ त्यो मन्त्री भनेर दिनरात, म त हेर्नुहोस् 3 महिना भिजिसकेँ, कति गाह्रो हुँदो रहेछ। कुद्याकुदै गर्नुपर्छ कि मान्छे पोलिटिक्समा त्यो सरकार टिकाउनलाई यति, प्रधानमन्त्री भइराख्नलाई यति कुद्नुपर्छ कि विकासको सोच त आउँदै आउँदैन। पोलिटिक्स एक ठाउँमा, विकासवादको कुरा एक ठाउँमा, त्यो भिजन हो एउटा, अर्को भनेको चाहिँ सत्ता टिकाउने खेल हो। सत्ता टिकाउने खेल चाहिँ यति हाबी भयो कि नेताहरूसँग विकास गर्ने चाहिँ त्यो सोच्ने टाइमै हुँदैन कि। तर 5 वर्ष सरकार टिक्ने ग्यारेन्टी भयो भने त सत्तै ढल्दैन भने त अब केही न केही विकास गर्नपट्टि त लागौँ भन्ने हुन्छ होइन। सो ह्याड आई बिन इन द पोजिसन आई वुड इन्स्योर कि कन्स्टिट्युसनमा 5 वर्षको स्टेबल गभर्मेन्ट हुन्छ। त्यो बाहेक चाहिँ आर्थिक निकासको लागि होइन, आर्थिक उन्नतिको लागि के गर्न सकिन्छ, विदेशीलाई चाहिँ, विदेशमा बस्ने नेपालीलाई चाहिँ भोटिङ राइट दिन के गर्न सकिन्छ भन्दाखेरि त्यतिखेर नै तत्कालीन अवस्थामा नै चाहिँ संविधानको यो धाराहरू चाहिँ निलम्बन गरेर कि के गरेर संशोधन गरेर चाहिँ अगाडि बढ्न सकिन्छ भनेर सायदमा गर्थेँ होला। त्यो भन्न चाहन्छु म। सायद कुरा चाहिँ क्लियर भयो कि? मसँग टाइम पनि एकदम कम थियो, अब प्लिज अलिकति छिटो गरौँ है। हजुर हजुर हामी हजुर हजुर डक्टर स्ट्रेन्ज हजुर नै लिनुहोस् न। यस, थ्याङ्क यू सो मच मिराजी। आज समयको अलिकति हदबन्दीका कारणले गर्दा हामीसँग वेट अ सेकेन्ड। हजुर ठिकै छ, केही भएन, होइन ठिक छ। ह्याप्पी टु बी हियर। हेलो हजुर 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 ठिकै छ, मैले यहाँबाट लिएँ ल। थ्याङ्क यू भेरी मच है। हामीले पनि मिराजीको टाइमले रेस्पेक्ट गर्नुपर्छ। आई वुड लाइक टु थ्याङ्क मिराजी फर्स्ट अफ अल आइदिनु भएकोमा। सेकेन्डली चाहिँ आई थिङ्क हामी धेरै टाइमको लागि यहाँ भइसक्यौँ। सो आई थिङ्क वी निड टु एन्ड दिस। सो त्यो भन्दै गर्दा आई थिङ्क वी निड टु एन्ड दिस है गाइज। बस थ्याङ्क यू सो मच फर ह्याभिङ मी। केही त्यस्तो अर्को पनि फेरि पऱ्यो भने चाहिँ सम्झिनु होला, म अलवेज आइएम रेडी टु एन्सर। अनि देश बनिसकेपछि म सम्पर्कविहीन हुन्छु है। हजुर मिराजी, थ्याङ्क यू सो मच मिराजी फर यर टाइम एन्ड थ्याङ्क यू एभ्री वान इन द अडियन्स हजुरहरूको क्वेसनहरूको लागि। आई होप सम थिङ्स वर क्लियर टुडे। त्यही भन्दै हामी अब आजको स्टेज शुभरात्रि भन्दै एन्ड गर्न गइरहेको छौँ। मिराजी अगेन थ्याङ्क यू सो मच फर गिभिङ अस यर टाइम एन्ड एन्सर्स। हजुर थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। हजुर हस्, थ्याङ्क यू सो मच एभ्री वान, हेभ अ गुड नाइट। हस्, थ्याङ्क यू गाइज सबैलाई ट्युन गर्नुभएकोमा है। हामीले पनि अलिक बुझ्नुपर्छ कि उहाँ बिजी हुनुहुन्छ। यो अलरेडी चाहिँ समन इज वेटिङ अन द अफिस भनेर। सो त्यो भन्दै गर्दा हामीले सकेसम्म सबै क्वेसन सोध्न ट्राई गरेकै हो। नमिलेको खण्डमा चाहिँ म सरी भन्न चाहन्छु एज फ्रम एनवाइसी। अनि त्यो भन्दै गर्दा सबैले बुझ्दिन पनि आग्रह गर्न चाहन्छु। थ्याङ्क यू फर ट्युनिङ इन। त्यही हो।